ल भयो, सुरु गरौँ। ल आज क्लास चाहिँ रेकर्डिङमा गरौँ। लाइभ चाहिँ हुन सकेन साउन्ड बिग्रेको भएर। कति च्याप्टर आज? च्याप्टर 37 होइन? ल ठिकै। के भयो? आउनु रेकर्डिङमा गरेको पुरानो एउटा पनि छोडिदिनु। खै एक दिन नचलाएपछि छुट्टी भएपछि यस्तो हुन्छ प्रायः समस्या। ल हेर्नु ठिकै खाखुङ भनेको छ मेसिन चाहिँ प्रशोधन है। यो चाहिँ प्रशोधन भन्दा पनि यो के भयो त काम गर्ने तरिका भन्ने हुन्छ। यो चाहिँ प्रक्रिया है। खाखुङ भनेको हेर्नु मेसिनको खासमा चाहिँ प्रयोग भनेको यो चाहिँ बस्नु। ल सुरु गरौँ। के छ खिगे खाखुङ भनेको छ यो चाहिँ मेसिनको के छ प्रशोधन अथवा प्रक्रिया है। बुझ्नुभयो? यो प्रक्रिया भनेको के हो त मेसिन भनेको के हो त कुन चाहिँ मेसिन कुन कामको लागि चाहिँ प्रयोग गर्न सकिन्छ, कुन मेसिनले के काम गर्छ त्यसको बारेमा छ यो च्याप्टरमा चाहिँ। ल हेर्नु यहाँ चाहिँ हेर्नु मेसिन देखाइरहेको छ के काम गरिरहेछ, नटहरू बिटहरू हालिरहेको छ यसले चाहिँ। हेर्नु के छ मुसुन के छ इरियो भनेको छ के काम हो भनेको छ। मुसुन इरिदा भनेको के हो त यो चाहिँ के काम हुनु है। बुझ्नुभयो? के काम छ भनेको के भयो अथवा के काम छ भनेर यसरी चाहिँ हामीले सोद्धाखेरि यसलाई प्रयोग गरिन्छ है। के भयो भनेको खासमा चाहिँ के भयो, के काम छ भनेको के हो त यो चाहिँ के भयो होइन। हजुरले के भयो र के भन्न छ त्यस्तो अवस्थामा चाहिँ के भयो। के छ यसलाई चाहिँ छनमनुर भनेको छ बिजुली चाहिँ। खेदो भनेको अन गर्दा पनि बत्ती चाहिँ अथवा यो चाहिँ के छ बिजुली चाहिँ पावर चाहिँ अन गर्दा पनि ठिकेका भनेको छ मेसिन चाहिँ छाक्तोङ हाजी आनायो भनेको छ। छाक्तोङ हाजी आनायो भनेको छाक्तोङ आधा सञ्चालन हुनु, हाजी आनायो सञ्चालन नहुनु। यो स्विच चाहिँ अन गर्दा पनि के पावर अन गर्दा पनि के भयो त यो चाहिँ मेसिन चाहिँ सञ्चालन भएन। अब यसको समस्या चाहिँ त्यही रहेछ। हेर्नु मुनफपमा हेर्नु अदो आदो भनेको छ ग्रामर चाहिँ एकदम सजिलो छ। अदो आदो पहिला हामीले दो पढेको, दो भनेको पनि होइन। जस्तो यो चाहिँ केमा त नाउन प्लस दो है। नाउनमा चाहिँ दो लाग्दाखेरि के भयो त यो चाहिँ पनि भन्ने अर्थ लाग्छ दो। जस्तो छ दो, छ भनेको म, छ दो खायो, छ दो खायो के भयो त म पनि जान्छु है बजार चाहिँ कोही कसैको पछि लाग्दैछ कि यो चाहिँ के त म पनि जान्छु, म पनि जान्छु भनेको छ। बुझ्नुभयो? कसैको पछाडि चाहिँ एउटा चाहिँ कोही व्यक्ति कतै जाँदैछ भने म पनि जान्छु नि सँगै जान्छु भनेको छ। बुझ्नुभयो? अर्को के हुन्छ जस्तो हेर्नु ल यो चाहिँ यति बेला दो आयो भने यसको अर्थ के हुन्छ त यो चाहिँ तापक्रम है। नम्बरको पछाडि दो आयो भने यसको अर्थ चाहिँ के त 30 डिग्री भन्ने हुन्छ। के हुन्छ तापक्रम भन्ने हुन्छ यसको अर्थ चाहिँ तापक्रम। कति त यो चाहिँ 30 डिग्री सेल्सियस भनेर यसरी है। बुझ्नुभयो? दोको अर्थ के हुन्छ यति बेला चाहिँ तापक्रम नम्बरको पछाडि आउँदाखेरि। बुझ्नुभयो? अर्को के हुन्छ खेङ्गिदो। अब खेङ्गिदो अब यसरी ठाउँमा आयो भने चाहिँ यो दोले के जनाउँछ त प्रान्त भन्ने जनाउँछ नि त, अञ्चल भन्ने जनाउँछ कि अञ्चल प्रान्त भन्ने। के त यो चाहिँ खेङ्गी के हो त यो चाहिँ खेङ्गी प्रान्त हो है। बुझ्नुभयो? खेङ्गिदो भन्दाखेरि खेङ्गिदो नै भनिन्छ। तर यो चाहिँ के हो त जस्तो सीले सिपी जनाएको थियो नि त होइन, सौल सी सौल सहर भनेर। अब त्यसरी यो त खेङ्गिदो, दोले के जनायो त अहिले चाहिँ खेङ्गी प्रान्त है। बुझ्नुभयो? यसरी। तर अहिले चाहिँ यो दो के हो त अदो आदो लगाएर आएको छ। अदो आदो लगाएर यो चाहिँ केमा लाग्छ त फेरि भिएसटीमा अथवा के त विशेषणमा के क्रिया अथवा विशेषण दुवैमा लाग्छ। यो चाहिँ अदो आदो भनेको त ए तापनि है। यसको अर्थ के हुन्छ त अहिले तापनि भनेको छ अथवा ए तापनि, तापनि अथवा ए तापनि। यो चाहिँ नुन्दे उन्देसँग मिल्छ कि नुन्दे उन्दे नदेवाला पढेको नि त हामीले होइन। ए तापनि अथवा एकोले त्यसमा चाहिँ त्यो ध्रुवीय अवस्थामा प्रयोग गरिन्छ। सम्बन्धितमा पनि त लाग्न सक्छ नि त। बिहान भात खाएकोले अहिले भोक लागेको छैन, निक्का उनिकाको सट्टामा नुन्दे उन्दे लगाउन सकिन्छ नि त होइन। नुन्दे बुझ्नुभयो? निक्का उनिकाको सट्टामा पनि हामीले नुन्दे उन्दे चाहिँ प्रयोग गर्न सकिन्छ। बुझ्नुभयो? अदो आदोको सट्टा पनि प्रयोग गर्न सकिन्छ। फरक के हुन्छ त्यो दुवैमा लाग्छ भने यो चाहिँ केमा लाग्छ त नेगेटिभमा मात्रै लाग्छ है। बुझ्नुभयो? अब यसको पछाडि नेगेटिभ भन्दा नि योभन्दा फरक अगाडि जे कुरा भन्यो त्यसको ठ्याक्कै के आउनुपर्छ त उल्टो आउनुपर्छ। मेहनत साथ अध्ययन गरे तापनि के भयो त पास पनि भन्न भएन के। बुझ्नुभयो? अब चाहिँ के भयो त मेहनत साथ के त अध्ययन गरे तापनि म चाहिँ के भएँ त फेल भएँ। त्यस्तो अवस्थामा के बिहान टन्न नास्ता खाएर आए तापनि अहिले चाहिँ के भइसक्यो त भोक लागिसक्यो। फेरि बिहान नास्ता खाएपछि अहिले भोक लाग्नु नपर्ने हो नि त।
त्यो रिजल्ट चाहिँ के आउँछ त अगाडिको भन्दा पछाडि के आउँछ त त्यो सोचेको भन्दा विपरीत सम्बन्धित हुँदैन कि उल्टो आउँछ कि बुझ्नुभयो अधो आधो त्यही नै हो यो चाहिँ के त क्रिया अथवा विशेषण दुवैमा लाग्छ अधो आधो तापनि हिजो चिसो भए तापनि विशेषणमा नि लाग्छ हिजो चिसो भए तापनि आज चाहिँ के छ त फेरि गर्मी छ उल्टो आयो नि त हिजो चिसो भएपछि त आज मौसम त्यति साह्रो गर्मी नहुनु पर्ने हो नि त बुझ्नुभयो त्यसरी है त्यसरी बुझ्नु बुझ्नुभयो नि यो चाहिँ नामसँग अथवा के त यो चाहिँ सङ्ख्याहरूसँग चाहिँ अथवा ठाउँहरूसँग चाहिँ यसरी यो लाग्छ भने यो चाहिँ केसँग लाग्छ त फेरि अधोआधो भनेको क्रिया अथवा विशेषणसँग अर्को हेर्नु अर्को तर गएर अझै राम्रोसँग पढिन्छ यसलाई चाहिँ अर्को हेर्नु यो जागो आधा भनेको चाहिँ यो पनि ग्रामर खासै गाह्रो चाहिँ छैन है सजिलै ग्रामर छ यो चाहिँ जागो आधा सबभन्दा पहिला पढौँ कि यो चाहिँ के हो त गरौँ भनेर भन्नु प्रस्तावमूलक वाक्यहरूमा भनेको छ सबभन्दा पहिला के हो त यो दागो आधा एउटा दागो पढ्यौँ हामीले दागो आधा अर्को चाहिँ एउटा जागो अरागोमा पछि जान्छौँ आज चाहिँ यहाँसम्म पढौँ जागो आधा यो दुइटालाई बुझौँ है यो चारवटा छवटा हुन्छ भनेको थिएँ मैले होइन छवटा अर्को थाल्लाको साल्लाको गरेर त्यो सातवटा कतिवटा हुन्छ त्यो बिस्तारै बिस्तारै सबै पढ्छौँ है लास्टमा गएर सबै एकैचोटि पढ्छौँ कि के फरक हुन्छ भनेर अहिले यो दुइटालाई जुदाम खासमा यो के हो त इन्डाइरेक्ट स्पिच एउटा कसै व्यक्तिले मलाई केही कुरा हिजो भनेको थियो भने मैले हिजो सुनेको थिएँ यो बी को हो त म होइन यो को हो त ए भन्ने व्यक्ति मानव कुनै सर हुनुहुन्छ एकजना कुनै सरले मलाई केही कुरा भन्नुभयो अब अहिले सी को हुनुहुन्छ त फेरि हजुरहरू है ल हिजो चाहिँ कृष्ण सरले के भन्नुभयो अबदेखि चाहिँ कृष्ण सरले मलाई फोन गरेर भन्नुभएको थियो के भन्नुभएको थियो भने अबदेखि चाहिँ क्लास चाहिँ के गरौँ त बिहानको सट्टामा साँझ गरौँ बुझ्नुभयो बिहानमा चाहिँ अब के छ यो नयाँ भर्नाहरू खुलिरहेको छ नि त ब्रिज कोर्सको बिहानमा चाहिँ ब्रिज कोर्स क्लास हुन्छ सर हामीले चाहिँ क्लास चाहिँ के गरौँ त साँझ गरौँ बुझ्नुभयो के भन्नुभयो गरौँ होइन हाप्सिँदा भन्नुभयो नि त निश्चय पनि बसिँदा उक्सिँदा अब त्यस्तो अवस्थाको जुन यो ग्रामरहरू छ त्यो अगाडि ए भन्ने व्यक्तिले त्यस्तो जस्तो मानौँ बसिँदा 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 उप्सिँदा अथवा के त जा पनि त हुन्छ नि होइन बसिँदा उप्सिँदा अथवा जा अब यस्तो खालको ग्रामर प्रयोग गरेको छ नि औ भनेको हो नि त होइन औ भनेर होइन औ भनेको ग्रामर ए भन्ने व्यक्तिले प्रयोग गरेको छ भने के हुन्छ त बी भन्ने व्यक्तिले सुनेर त्यसलाई चाहिँ ल्याएर सी भन्ने हिजो सरले भनेको कुरा चाहिँ यस्तो गरौँ भनेर भन्नुभएको थियो भने त्यसैले ल्याएर मैले के गर्ने त हजुरहरूलाई सुनाउँदाखेरि होइन जागो के त हेस्सयो यस्तो चाहिँ भनेर भन्नुभएको थियो होइन अथवा जागो के त हेयो अथवा जागो हेस्सयो पास्ट टेन्समा लगाउनु मिल्छ प्रस्तावमूलक वाक्य भनेको के हो त ए भन्ने व्यक्तिले हामीले यस्तो चाहिँ गरौँ भनेर भन्नु है ल यो चाहिँ जागो आधा भयो फेरि यो दागो आधामा के फरक हुन्छ त व्यक्तिगत जानकारी अथवा सूचना के सूचना अथवा सूचना जानकारी व्यक्तिगत जानकारी भनौँ न सूचना अथवा के त व्यक्तिगत जानकारी है व्यक्तिगत जानकारी कुनै पनि दिएको छ भने त्यो चाहिँ दागो आधा लाग्छ फर्स्ट पर्सनले है अनि जागो आधा केमा लाग्छ त यो चाहिँ प्रस्ताव गर्दा है र अर्को हामीले बुझ्न सकिन्छ के त यो चाहिँ जागो आधामा के हुन्छ त खाँची नेल खाँची खायो होइन त्यस्तो सँगै जाउँ भनेर अब त्यसमा अयो आयो लगाएको छ नि त अयो आयो बनिँदा सुन्दा यो बसिँदा उसिँदा नै हुनुपर्छ भन्ने चाहिँ हुँदैन कि खाँची खायो होइन त्यो आयो नि त सँगै जाउँ भनेर हाम के हेयो सँगै गरौँ भनेर अब त्यस्तो अवस्थामा नि के त यो चाहिँ जागो आधा प्रयोग गरिन्छ अझै सजिलो सँग बुझ्नको लागि यो अयो आयो अथवा बनिँदा सुन्दा फेरि सबैमा मिल्छ भन्ने हुँदैन यो चाहिँ बनिँदा छ छु छिनवाला के बनिँदा सुम्निँदा अयो आयो बनिँदा सुम्निँदा छ छु छिनवाला यदि प्रयोग गरेको छ भने त्यो चाहिँ सेकेन्ड पर्सनलाई भन्दा दागो आधा यदि बसिँदा उसिँदा जा प्रयोग गरेको छ भने के हुन्छ त्यो चाहिँ बसिँदा उप्सिँदा अथवा फानमालमा के त जा अब यही जा प्रयोग गर्न मिल्छ भने त्यही जाको जागो आधा कि औ भनेर भन्यो है बुझ्नुभयो यसरी चाहिँ बनाउँदा जस्तो एउटा इक्जाम्पल अझै दिन्छु मैले हेर्नु ए भन्ने व्यक्तिले के भन्यो छनुन हाबुल म गयो है म गयो ल अब बी भन्ने व्यक्तिले सुन्यो यहाँ चाहिँ सुन्यो है सुन्यो मात्रै केही पनि भनेन अब सी भन्ने व्यक्तिले के गर्यो त प्रश्न सोध्यो म रागो हेस्सयो है म रागो हेस्सयो त्योले के भनेर भन्यो त्यो सीले टाढाबाट हेरिरहेछ कि होइन अब सोध्यो म रागो हेस्सयो त्यसले चाहिँ के भनेर भन्यो त
के भनेर भन्यो त फेरि एले अब यो अघि चाहिँ जुन ए को कुरा थियो त्यो चाहिँ अब बी भन्ने व्यक्तिले चाहिँ के गर्नु पर्यो त ए भन्नेको व्यक्तिको कुरा चाहिँ साथ दिनु पर्यो थर्ड यो सेकेन्ड पर्सनलाई के अहिले त यो थर्ड पर्सन भयो नि त बुझ्नुभयो अहिले त त्यसको फल्नाले यस्तो भनेको थियो भन्ने कुरा भयो नि त अब यसले के भन्नु पर्यो त ए को लाइनलाई के त यो चाहिँ छनुन म चाहे छनुन म चाहिँ अहिले आफ्नो लागि भनेको होइन त्यसले चाहिँ म चाहिँ के त फाबुल अनि के हुन्छ अब फाबुल भनेको छ भातलाई चाहिँ के त मक्तामा मङ्नुन अब यसमा त बिएसटीमा त नुन लाग्छ भनेर पढेको नि होइन मङ्नुन अनि दागो हेस्सायो दागो हेस्सायो है दागो हेयो पनि बनाउनु मिल्छ यसलाई चाहिँ दागो हेस्सायो खासमा यो चाहिँ पासमा लगाउनु खासै फरक पर्दैन किनकि उसले चाहिँ त्यो भनिसकेको छ नि त भात के त खान्छु भनेर भन्यो है यहाँ चाहिँ मगयो भएको भए पनि यहाँ चाहिँ हेस्सायो भनेर भन्न चाहिँ मिल्छ किनकि उसले कुरा गरिसकेको छ अब दागो हेयो भनेर पनि बनाउन मिल्छ बुझ्नुभयो अब यो चाहिँ यसमा चाहिँ प्रेजेन्ट छ यसमा चाहिँ के त प्रेजेन्टमै ल्याउनुपर्छ भन्ने पनि हुँदैन कि यस्तो गर्छु भनेर भनेको थियो भनेर भन्न पनि मिल्छ है मगदागो के त यो हेयो बनाउन नि मिल्यो बुझ्नुभयो ल यसैमा फेरि ए भन्ने व्यक्तिले फेरि यो 1 नम्बरको भयो अब यो 2 नम्बरको है यसलाई ध्यान दिनु फेरि ए भन्ने व्यक्तिले के भने त अर्को लाइनमा फेरि यसले सुधार्यो अलिकति छनुन छनुन होइन उरिनुन उरिनुन खाची भनेको खाची फाबुल मगुप्सिदा मगुप्सिदा है हामीसँगै भात खाउँ अथवा फेरि यसैमा पनि फेरि मगुप्सिदाको ठाउँमा मगयो भन्न पनि मिल्यो के मिल्यो नि त सँगै भात खाउँ भनेर त्यसरी भन्न पनि मिल्छ तर यहाँ चाहिँ खाची छ नि त उरी पनि छ नि त हामी छ नि त हामीले के त सँगै भात खाउँ भनेर यसरी भनेको छ भने अब यो लास्टमा हामीले हेर्नु पऱ्यो प्रायः चाहिँ ग्रामर यसरी अयो आयोवाला दिँदैन प्रायः धेरै जस्तो चाहिँ के त यसरी नै दिन्छ है बसिदा बसिदा लगाइदिएको हुन्छ अब के गर्नु पऱ्यो त बी भन्ने व्यक्तिले यहाँ त सुन्यो अब सीले के सोध्यो फेरि त्यही मोरागो नाउनमा रागो लाग्छ है पढेको नि त मोरागो के त यो हेस्सायो मोरागो हेस्सायो के भनेर भन्यो त त्यसले मोरागो हेस्सायो त्यसले के भनेर भन्यो त अब यहाँ चाहिँ फेरि के त यो बी भन्ने व्यक्तिले के त सीलाई ए को कुरा सुनाइरहेको छ खाची खाची सँगै अनि के त यो फाबुल भात चाहिँ फाबुल के त मक्ता मक्ताबाट के भयो त यो चाहिँ अब यसमा चाहिँ कन्सोनेन्ट एन्डिङ भोवेल एन्डिङ केही पनि हेर्नु परेन कि सिधै जागो लगाइदिनु नि त होइन क्रिया हो विशेषण हो केही पनि छुट्याउनु परेन सिधै के त मक्चागो चागो है जागो नभएर उच्चारण गर्दा मक्चागो मक्चागो है मक्चागो के त हेयो बुझ्नुभयो अघि खान्छु भनेको थियो भने दागो खाउँ भनेको छ भने के भयो त यो चाहिँ जागो है बुझ्नुभयो दागो कस्तो अवस्थामा लाग्छ भने कुनै पनि सूचनाहरू भोलि चाहिँ क्लास 9 बजे हुन्छ है के भनेर भन्ने त्यसले हुन्छ भनेर भन्नुभयो भनेपछि के आउँछ उसको आफ्नो विचार अथवा कुनै सूचना दिएको जानकारी दिएको नि त त्यस्तो अवस्थामा दागो आधा भोलिदेखि अलिकति छिटो आउँ है क्लास चाहिँ अब के भयो कसरी भोलि चाहिँ क्लास छिटो आउँ है हामी सबै हामी आउँ भन्यो नि त जागो भयो कि हामी चाहिँ भोलि चाहिँ क्लास अलिक छिटो आउँ भन्दा के भयो त त्यो चाहिँ जागो भयो त्यसरी बुझ्नु है सजिलो थियो यो अगाडि गएर फेरि रिपिट गरिन्छ अर्को फेरि ठुकिन्छ नि त रागो छ अझै न्यागो छ ल बुझ्नुभयो नि तल गएर फेरि पढिन्छ यसलाई अर्को छ अभिमा शब्दावलीमा हेर्नु खिगे छाक्तोङ खल्यान अभि भनेको छ यो खिगे मेसिन भइहाल्यो छाक्तोङ आधा भनेको सञ्चालन गर्नु है खिगे छाक्तोङ अब फेरि धेरैको प्रश्न फेरि यहाँनिर हुन्छ यो छाक्तोङ आधा लेखेको छ सर यहाँ चाहिँ अनि माथि चाहिँ के छ त फेरि खाखुङ लेखेको छ दुईटामा फरक के छ यो भनेको पर्सन अथवा प्रक्रिया कुन मेसिनले के काम गर्छ कसरी गर्छ होइन बुझ्नुभयो त्यो भयो के यो छाक्तोङ आधा भनेको फेरि कुनै पनि मेसिनलाई के गर्नु त अन गर्नु सञ्चालन गर्नु बुझ्नुभयो त्यसरी बुझ्नु है यो दुईटा अभि पनि छ यसको अभि पनि पढाउँछु मैले ल सबभन्दा पहिला त यो सबैलाई धन्यवाद भन्न चाहन्छु हाम्रो चाहिँ 10,500 कति छ 79 यो आज चाहिँ कम्प्लिट भएको छ र यसमा हेर्नु होला तल चाहिँ यो नेपाली 28 रुपैयाँ 87 पैसा यो पैसा पनि आउन थालिसकेको छ यसलाई पनि केही न केही गरौँला होइन अरू भ्युजहरू छ सब्सक्राइब चाहिँ गरिदिनु होला है 28 दिनमा आएको छ यो चाहिँ 28 दिनमा यो 28 रुपैयाँ नै आएको छ
कुन चाहिँ थियो खिगे खाकुङ होइन यो हेर्नु ल फेन्सी भाषा पनि त्यो हुन्छ त्यो फेन्सी भन्छ अर्को एउटा छल्छा भनेर प्रक्रिया भनेर पनि त लेखाएको थियो नि त त्यो मिल्छ पहिला लेखाएको हेर्नु ध्यान दिनु यसमा चाहिँ कलर चेन्ज भने एउटै भयो फेरि ल हेर्नु है के छ यो चाहिँ खिगे खाकुङ भनेको छ यो मेसिन सञ्चालन गर्नु प्रक्रिया होइन के छ मेसिनको के छ प्रशोधन अथवा के त यो प्रक्रिया यो भनेको के हो भने थायाङहान भनेको छ विभिन्न खिगे दोगु भनेको छ मेसिनको जुन दोगु यो दोगु भनेको औजारहरू होइन मेसिनको जुन औजारहरू चाहिँ सायोङ हाए भनेको छ प्रयोग गरेर चाहिँ खुम्सो खुम्सो गिना खुम्सो भनेको धातु कुनै पनि धातु इना अथवा थारुन छेर्यो सँगै है थारुन छेर्यो छेर्यो भनेको सामान सामान अरू के त सामानहरूलाई चाहिँ वन हादा चाहेको होइन चाहने भनेको छ चाहेको चाहिँ के त हेङथेरो हेङथेरो भनेको हेङथेरो भनेको यो रूपमा भनेको छ यहाँ चाहिँ अवस्था हुन्छ खासमा यहाँ चाहिँ रूपमा आफूले चाहेको रूपमा चाहिँ के छ मान्दुन बनाउने के हो त ख्वाजाङ यो के छ ख्वाजाङ इम्निदा भनेको छ यो ख्वाजाङ भनेको प्रक्रिया है ख्वाजाङ भनेको के हो त यो चाहिँ प्रक्रिया प्रक्रिया ख्वाजाङ इम्निदा भनेको प्रक्रिया चाहिँ हो के रहेछ त यो चाहिँ यो खिगे के छ यो चाहिँ खागोङ भनेको छ खिगे खागोङ भनेको वास्तवमा अर्थ के रहेछ भने कुनै पनि एउटा धातुलाई चाहिँ कुनै पनि एउटा मेसिन प्रयोग गरेर त्यसलाई के गर्नु त बनाउनु मानव मसँग के छ काठको एउटा यो चाहिँ टुक्रा छ बुझ्नुभयो अब यसलाई लेथमा हालेँ मैले कुनै पनि एउटा मेसिनमा हालेर अब यसलाई के गरेँ त मैले यो लेथमा हालेर यता पनि हुन्छ त्यो लेथको मेसिन घुमाउने बेला हुन्छ नि त अब यहाँ चाहिँ कटरले के गरेँ त यसलाई चाहिँ काटेँ है अब यसलाई के बनाएँ त मैले अब यस्तो खालको सेप दिएँ कि जुन सोफाहरूमा अथवा के त उसमा पायाहरू हुन्छ नि डिजाइनहरू भर्याङहरूमा त्यस्तो एउटा चाहिँ डिजाइन बनाएँ बुझ्नु यही प्रशोधनलाई के भनिँदो रहेछ त्यो चाहिँ खागौँ है यसरी बुझ्नु ल यहाँ चाहिँ हेर्नु जस्तो यसको मिनिङहरू पनि यहाँ लेखेकै छ थायाङहान भनेको विभिन्न भइहाल्यो विभिन्न यो के त यो चाहिँ मेसिन सामग्रीहरू के त खिगे भनेको मेसिन दोगो भनेको उपकरणहरू दोगो भनेको उपकरण अथवा के हुन्छ त अर्को औजार पनि हुन्छ है औजार उपकरण अथवा औजार भयो खुम्सोक भनेको धातुहरू है धातुहरू प्लेटहरू भइहाल्यो थारुन भनेको अर्को फरक भन्ने पनि हुन्छ थारुन भनेको फरक पनि हुन्छ अर्को फेरि एउटा साङ्देबाङ भन्ने हुन्छ त्यो फेरि विपक्षी भन्ने हुन्छ त्यो चाहिँ व्यक्तिहरूमा लाग्छ विपक्षी दोस्रो अवस्था भन्ने हुन्छ त्यो चाहिँ छेर्यो भनेको यो चाहिँ सामग्री भइहाल्यो वन हानुन भन्दा पनि यो के हो त खासमा वन हादा हो है यो चाहिँ वन हादा भनेको चाहनु है यसरी बुझ्नु यसलाई वन हादा भनेको के हो त यो चाहिँ चाहनु वन हादा भनेको चाहनु वन हानुन लगाएको छ चाहेको है अथवा चाहने भनेको यो चाहिँ अर्को छ हेङथे हेङथे भनेको अवस्था रो भनेको रूपमा अथवा द्वारा भन्ने हुन्छ नि त हेङथे अवस्था अवस्थाको रूपमा भनेको यो चाहिँ के त रूपमा नै भन्ने भयो त्यो चाहिँ रूपमा मान्दुनुन भनेको बनाउने अर्को के छ यो चाहिँ ख्वाजाङ भनेको प्रक्रिया हो बुझ्नुभयो यहाँसम्म ल यसलाई पनि डिलिट गरौँ बुझ्नुभयो नि अर्को के छ त यहाँ चाहिँ छाक्तोङ हादा छ छाक्तोङ हादा भनेको फेरि के हो त यो चाहिँ मेसिनहरू अन गर्नु भनेर बुझ्नु के अन गरेर त्यसलाई चाहिँ चलाउनु सञ्चालन गर्नु यो पनि के हुन्छ शब्दहरू छ उनेङ हादा छाक्तोङ हादा सबै एउटा यो अर्को छ खागुवा योङदो भनेको छ योङदो भनेको योङदो खागुवा योङदो भनेको छ योङदो भनेको यो खागु भनेको उपकरण योङदो भनेको सायोङ हादा भन्ने के छ इयोङ हादा भनेको थियो नि त योङदो भनेको अहिले चाहिँ प्रयोग हो प्रयोग भनेको चाहिँ प्रयोग के प्रयोगसँग योङदो भनेको चाहिँ प्रयोग चाहिँ के त फल्ने अघि एउटा चाहिँ उपकरण र यो त्यसको प्रयोग के कुनै पनि एउटा उपकरण के हो र योङदो भनेको प्रयोग है त्योसँग सम्बन्धित के त प्रयोग चाहिँ सम्बन्धित शब्दावली भनेको छ बुझ्नुभयो योङदो भनेको लेख्नु प्रयोग गर्नु त्यो सायोङ हादा इयोङ हादाबाटै आएको कि यो योङदो भन्ने अर्को छ मुन्हुवा वा के छ छङ्गोमा चाहिँ यो चाहिँ भोलि पढिन्छ हामीले चाहिँ मुन्हुवा छङ्गोमा के रहेछ हाङ्गुगे भनेको छ कोरियाको चाहिँ के छ यो चाहिँ खाजन छेकुम भनेको छ यो खाजन भनेको के हो त घरायसी के त विद्युतीय सामान भनेको छन् चाहिँ छन्गीबाट आएको यो चाहिँ अनि यो चाहिँ कहाँबाट आयो त यो चाहिँ खाजङबाट खाजङ भनेको के त घर होइन घरायसी भन्ने हुन्छ यो चाहिँ खाजङ भनेको के त घरायसी कहिलेकाहीँ उद्योगहरूमा लाग्दाखेरि घरेलु उद्योग भनेर पनि कहिलेकाहीँ प्रयोग गरिन्छ है खाजङ अर्को यो छन् कहाँबाट आयो त यो चाहिँ छन्गी यो भनेको विद्युत होइन विद्युतीय विद्युत भन्ने भयो यो चाहिँ विद्युत भन्ने भयो
अर्को फेरि के छ छेफोङ भनेको त यो चाहिँ के त सामग्री भइहाल्यो होइन। अब अब यो चाहिँ कताबाट आयो त यो चाहिँ खाजन है, बुझ्नुभयो। खा र जनको के भयो त यो चाहिँ घरासी, यो जनले चाहिँ बिजुली जनायो, विद्युतीय उपकरण है, यो चाहिँ यसको बारेमा भोलि पढिन्छ। त्यस्तै अर्को के छ हाक्सोमुखमा अध्ययनको लक्ष्यमा चाहिँ के छ त उद्देश्यमा खिगे छाक्तोङ भनेको छ मेसिन चाहिँ सञ्चालन गर्ने फाङफोक, फाङफोक भनेको तरिका ए को थेहे बारेमा मालहाल सुविधा भनेको बताउन चाहिँ सकिन्छ है। कुन चाहिँ मेसिन के काम गर्न चाहिँ प्रयोग गरिन्छ भनेर यो च्याप्टर पढ्यौँ भने हामीले भन्न चाहिँ सकिन्छ। अर्को हेर्नु खागुवा भनेको छ उपकरण अथवा के त यो चाहिँ छागवे, यो कामको थेहे बारेमा चाहिँ मुतको थेदा भाल सुविधा प्रश्न सोध्न सकिन्छ र उत्तर दिन पनि सकिन्छ है। र के शब्दहरू छ खिगे छाक्तोङ खल्यान अवि भनेको छ मेसिन सञ्चालनसँग के त सम्बन्धित शब्दावली। जस्तो हेर्नु यो चाहिँ के त छाक्तोङ आधा भनेको छ, छाक्तोङ आधा भनेको के त अन गर्नु, मेसिनहरू अन गर्नु, सञ्चालन गर्नु है, छाक्तोङ आधा। यो के हो त के छ छङ्गी छलटाङ्गी हो है, यो चाहिँ बुझ्नुभयो, छङ्गी छलटाङ्गीवाला। यो चाहिँ यसले के काम गर्छ यान्साकिन भन्न मिल्छ। यो चाहिँ यहाँ चाहिँ एउटा बटन हुन्छ यहाँनिर हातमा चाहिँ, त्यो बटन थिच्यो भने मात्रै यो चाहिँ घुम्छ। पावर स्विच र एउटा आन्जन स्विच भन्ने पनि हुन्छ यहाँनिर चाहिँ। अब आन्जन स्विच थिच्यो भने के हुन्छ रोकिन्छ भन्दा नि कस्तो भने जस्तो हाम्रो हातको यो यसले चाहिँ छुँदाखेरि यसले चाहिँ काटिन्न, यसमा त अर्थिङ छ। जस्तो मानौँ यो डब्बा, अब यो हामीले काटेछौँ भने यसले चाहिँ के त त्यसले काटिदिन्छ, तर हाम्रो हात जाने बित्तिकै के हुन्छ त मिली सेकेन्डमा त्यो चाहिँ मेसिन चाहिँ के हुन्छ त रोकिन्छ क्या। स्किनलाई छुने बित्तिकै के हुन्छ त्यो चाहिँ मेसिन चाहिँ रोकिन्छ। रोकिन्छ कसरी सेन्सर लगाएको हुन्छ। सेन्सर कसरी हुन्छ अर्थिङवाला सेन्सर। हेर्नु बोर्ड यसले छुँदा चलेको छ, अब यसले यसमा त अर्थिङ आयो नि त। जस्तो मानौँ कुनै पनि अर्थिङ नआउने कुराहरूमा के हुन्छ त त्यो चाहिँ यो चल्दैन, बुझ्नुभयो। हाम्रो अर्थिङ चाहिँ त्यहाँ जानु पर्यो कि चोटपटक यो आन्जन स्विच फेरि अन गर्यो भने, आन्जन स्विच अन गरेको छ भने मात्रै हो चोट नलाग्ने। फेरि यसमा चोट नलाग्ने भन्ने चाहिँ हुँदैन। यो बटन यदि थिच्न बिर्सेको छ अथवा यो मेसिनमा चाहिँ यो अप्सन नै छैन भनेपछि त फेरि हात पुरै काटिदिन्छ फेरि, बुझ्नुभयो। र यसले के गर्छ भने यसले चाहिँ के छ फलाम पनि काट्छ, एल्युमिनियम पनि काट्छ, अनि अर्को के त यो चाहिँ काठ पनि काट्छ है, बुझ्नु सबै काट्छ। फरक के हुन्छ यसको चाहिँ ब्लेड फरक हुन्छ क्या, ब्लेड जुन हुन्छ त्यो चेन्ज गरेर काट्ने। सिसा काट्दैन, अरू सबै थोक काट्छ, बुझ्नुभयो। सबै थोक काट्छ है यसले चाहिँ। ब्लेड के गर्ने त फरक फरक हुन्छ, यहाँ पनि छ नि त त्यो रडहरू पनि काटिरहेको हुन्छ, बुझ्नुभयो त्यसरी है। अर्को चाहिँ यो मम्छुदा भनेको यो चाहिँ के गर्नु त रोकिनु। अब यहाँ चाहिँ यो काटेको छैन, यो चाहिँ छाक्तोङ आधा सञ्चालन भइरहेको छ, मेसिन अन गरेको छ भने यहाँ चाहिँ मम्छुदा भनेको के त रोकिनु। अनुहार पनि यसको खुसी छ, यसको अनुहार बिग्रेको छ होइन। थिच्दा पनि के भइरहेछ त यसले काट काटिरहेछ है, काट राखिरहेछ कि। अब थिच्दा पनि के भइरहेछ त यो चाहिँ मम्छुदा रोकिएको छ है, बुझ्नुभयो। मिनिङहरू हेरौँ त, मिनिङ पनि छ। मिनिङ हेर्नु त्यसरी चाहिँ खागु भनेको छ मेसिन भइहाल्यो, दोगु भनेको उपकरण, मेसिन उस्तै हुन्छ। खोङ्गु भनेको नि के हो त यो चाहिँ यन्त्रहरू एउटै हो है, यो चाहिँ मेसिन अथवा उपकरणहरू भनेको यो चाहिँ, बुझ्नुभयो। खागु भनेको के त फर्निचर अथवा उपकरण, यो मेसिन भन्दा नि उपकरण नै भन्नु, कुनै पनि औजार भन्नु कि यसलाई चाहिँ, बुझ्नुभयो। खागु औजार, दोगु औजार, खोङ्गु भनेको नि के हो त यो चाहिँ औजार। अर्को चाहिँ यो खाजङ भनेको छ, खाजङ भनेको यो घर हो है, घर अथवा घरायसी भन्ने हुन्छ, उल्टो माथि तलमाथि भएछ। छन्गी भनेको त यो चाहिँ विद्युत के त बिजुली भयो है, विद्युत भयो। अर्को छ यो चाहिँ खाजन भनेको छ, यो चाहिँ यो दुईटा मिसाउँदा के भयो त यो चाहिँ घरेलु उपकरणहरू, बुझ्नुभयो। घरायसी उपकरणहरू भन्न सकियो। अर्को छङ्गी के त यो चाहिँ छलटाङ्गी भन्ने हो, यो चाहिँ छलटाङ्गी हो, यो गी छुटेको रहेछ। छङ्गी छलटाङ्गी भनेको के त विद्युतीय काट्ने मेसिन, जुन अघि भर्खर फोटो हेरेको थियौँ नि त्यही नै हो है छङ्गी छलटाङ्गी। किनकि छलतान हादा भनेको के हो त काट्नु है। पक्नु एकचोटि चेक गरेँ भिडियो आएको छ कि नै, ठिकै छ भइरहेछ। यो कसले सारेछ यस्तो भइरहेछ। अर्को हेर्नु मिनिङ यतिकोमा देखिन्छ के छ यहाँ हेर्नु के छ यो चाहिँ छाक्तोङ हादा भनेको छ। यो थारुदा पनि हुन्छ सिमिलरमा कहिलेकाहीँ, यसले यो शब्द लेख्नुलाई नयाँ हुन सक्छ। थारुदा भनेको नि के हो त यो चाहिँ अर्को थारुदा भनेको फरक हुनु, ऊवाला थारुदा, एउटा योवाला थारुदा हुन्छ भने यो थारुदा भनेको के हो त यो पनि यससँग मिल्छ। अर्को के छ यो उन्हेङ हादा पनि हुन्छ। अर्को उन्हेङ भनेको ब्याङ होइन,
यो उन्हेङ र अर्को यो ठुलोवाला उन्हेङ यहाँ रहेछ। यो उन्हेङ हादा भनेको के त यो पनि सञ्चालन गर्नु, अन गर्नु, मेसिनहरू चलाउनु भन्ने हुन्छ। अर्को यो उन्हेङ हादा भनेको चाहिँ यो पनि के हो त सञ्चालन गर्नु। अर्को यो चाहिँ छोजाक हादा भनेको चाहिँ यो पनि बनाउनु भन्ने हुन्छ, कुनै पनि कामहरू चाहिँ के त गर्नु। अर्को के छ यो चाहिँ छिनेङ थेदा भनेको चाहिँ यो चाहिँ प्रगति हुनु, काम पुरा हुनु भन्ने अर्थ लाग्छ नि त। यो पनि के हो त छिनेङ थेदा भनेको काम चाहिँ कतिको भयो भनेर सोद्धाखेरि है। फिसोदानमा सबै मिले तापनि याद गर्न चाहिँ सजिलो भयो। अब यो चाहिँ योसँग पर्फेक्ट चाहिँ यो मिल्छ। अर्को उन्हेङ हादा र यो के छ उन्हेङ हादा र उन्हेङ हादा यो पनि मिल्छ। छोछाक हादा बनाउनु, कुनै पनि सामानहरू निर्माण गर्नु भन्ने हुन्छ भने यो चाहिँ के त छानेङ थेदा भनेको के भयो त यो चाहिँ यो पनि प्रगति गर्नु, काम चाहिँ पुरा गर्नु भन्ने हुन्छ। अर्को के छ ममछुदा, अघि भर्खर यही शब्द थियो। ममछुदा भनेको रोकिनु। ममछुदा छङ्जी हादा, छङ्जी कहाँ हुन्छ बाटोहरूमा यस्तो खालको बोर्ड थियो नि यहाँ चाहिँ होइन, यस्तो खालको बोर्ड थियो नि त होइन, बुझ्नुभयो। यस्तो खालको बाटोमा बोर्ड राखेको छ भने के भयो त यो चाहिँ छङ्जी हादा भनेर लेखेको हुन्छ यो स्टोभको ठाउँमा चाहिँ, स्टोभ भनेको। अर्को छ यो चाहिँ छुङ्जी, छुङ्जी हादा भनेको चाहिँ यो पनि के हो त रोकिनु। अर्को माक्ता भनेको, माक्ता भनेको रोक्नु जामुनु भन्ने अर्थ लाग्छ नि त। एबाङ हादा भनेको के हो त रोकथाम गर्नु, कुनै पनि रोग लाग्नुभन्दा पहिले के गर्नु त यो चाहिँ एबाङ हादा रोकथाम गर्नु भन्ने अर्थ लाग्छ, बुझ्नुभयो। कुनै पनि दुर्घटना हुनु, रोग लाग्नु त्यस्तो अवस्थामा के त पहिले कुनै पनि घटना हुनुभन्दा पहिला त्यसको बारेमा रोकथाम गर्नु है, बुझ्नुभयो ल। अर्को छ यो खेदा भनेको छ, थुल्दा भनेको छ, थोल्लिदा भनेको चाहिँ यो अन गर्नु है, सजिलै छ यो चाहिँ। खेदा भनेको नि स्विचहरू अन गर्नु, अर्को छ थुल्दा भनेको नि चलाउनु घुमाउनु अन गर्नु भन्ने हुन्छ। थोल्लिदा भनेको के हो त यो चाहिँ चलाउनु घुमाउनु अन गर्नु, बुझ्नुभयो स्विचहरू। खासमा यो थोल्लिदा भनेको कसरी आयो जस्तो लाग्छ मलाई भने पहिला चाहिँ बटन यस्तो खालको हुन्थ्यो नि त, टिभीहरू पनि घुमाएको छ, रेडियो पनि घुमाएको छ होइन, जे पनि घुमाउने, त्यही भएर त्यो थोल्लिदा भएको होला क्या पहिलेदेखि। अहिले चाहिँ ठिच्नुलाई पनि के हुन्छ त थोल्लिदा। अर्को छ कुल्दा र यो के छ यो चाहिँ के छ थाङ्गिदा भनेको चाहिँ यो चाहिँ तान्नु है, लिभरहरू तान्नु भन्ने हुन्छ। ठेङ्निङ हादा त्यो त लम्बाउनु भन्ने भयो, त्यो त लम्बाउनु भन्ने भयो। अर्को छ यो चाहिँ हेछे हादा भनेको छ, हेछे हादा पेदा पोप्ता यो सबै के हो यो चाहिँ निकाल्नु होइन, निकाल्नु झिक्नु भन्ने हुन्छ। अर्को कनेदा छुटेको रहेछ यहाँ चाहिँ, कनेदा पनि हुन्छ, त्यो त निकाल्नु है। अर्को छ यो चाहिँ खुङ्जे हादा भनेको छ, थल्दा भनेको छ कम गर्नु यो पनि। अर्को के छ यो चाहिँ छेग हादा भनेको छ, छेग हादा छेवे हादा। अर्को के छ तेदा, तेदा भनेको के हो त यो फेरि यो च्यात्नु उक्काउनु कुनै पनि टाँसेको कुराहरू जस्तो फेन्थुरुल फुछिदा हुन्छ भने त्यसको फान्देमाल के हुन्छ त तेदा हुन्छ है, त्यसरी बुझ्नु होला। फान्देमाल के भयो त त्यो चाहिँ फुछिदाको तेदा उक्काउनु भन्ने हुन्छ, सार्नु होला मिनिङहरू। गइसक्यो, खिचिसकेँ। अहिले पोस्ट हुन्छ नि त्यहाँबाट स्क्रिनसट लिनु भइहाल्छ, सजिलो हुन्छ। ल अरू मेसिनहरू चाहिँ यो अभियोहरू छ, अभियोहरू जुन जुन आउँछ सँगसँगै पढ्दै जाऊँ है, त्यहीँबाट लिनु र नत्र यो फोटोहरू छ मसँग मोबाइलमा छ, म पठाइदिन्छु, उसमा पोस्ट गरिदिन्छु, ग्रुपमा हालिदिन्छु। बुझ्नुभयो। ममछुदा के भयो त रोक्नु है, यो चाहिँ कुनै पनि कामहरू के मेसिनहरू कामहरू के गर्नु त रोक्नु, रोकिनु। अर्को छ छनौट खेदा भनेको छ, खेदा भनेको अन गर्नु। र अर्को कुरा यसमा चाहिँ बुझ्नु, कोरियामा जहिले पनि, कोरियामा होइन नेपालमा पनि स्विच चाहिँ जहिले पनि के हुन्छ त माथि अन हुन्छ। कस्तो खालको, अब हाम्रो त्यहाँ स्विच चाहिँ थिचिरहेछ, लाइटको पङ्खाको सबै के छ त तल गर्दा चलिरहेछ नि त होइन, तल गर्दा चलेछ भने कोरियामा चाहिँ के हुन्छ त यो चाहिँ माथि गर्दा अन हुन्छ। यसलाई याद राख्नु होला। एक त लेखेर नि दिएको हुन्छ, अर्कोलाई नलेखे पनि के भयो त यो चाहिँ माथि नै गर्दा अन हुन्छ। किन किन हुन्छ त्यस्तो? हाम्रो पनि अलिकति हेभी खालको जुन उपकरणहरू हुन्छ जस्तो मानौँ एसी भयो अथवा एमसिबी भयो, एमसिबी त देख्नुभएको छ नि घरमा, एमसिबी के हुन्छ माथि गर्दा के हुन्छ त त्यो चाहिँ अन हुन्छ। कारण के हो त्यसको, त्यसको भित्र एउटा स्प्रिङ हुन्छ, हाई भोल्टेज आयो केही उ गर्यो अथवा त्यो बिग्रियो भने त्यो के हुन्छ त त्यो स्विच चाहिँ तल झरेको हुन्छ कि त्यो स्प्रिङले गर्दा मात्रै त्यो माथि अड्डेको हुन्छ क्या, बुझ्नुभयो। माथि अड्डेको हुन्छ। हाई भोल्टेज आउने बित्तिकै अलिकति हाई पावरको के हुन्छ त्यो चाहिँ स्प्रिङ बिग्रिन्छ क्या, स्प्रिङ बिग्रेपछि त्यो तल झर्छ, तल झरेपछि हामी आफै झर्छ क्या त्यो कट बिग्रिने बित्तिकै। भनेपछि हामीले बुझ्नु पऱ्यो के त पावर चाहिँ अफ भएको छ, त्यो बिग्रेको छ अथवा अफ भएको छ, बुझ्नुभयो। त्यसरी है, माथि गर्दा चाहिँ अन हुन्छ, तल गर्दा अफ हुन्छ। अब यो तल सारेको छ, यो फेरि बन्द भयो क्या। छनौट कुदा भनेको, कुदाको के हुन्छ त्यो चाहिँ यो खेदाको खेयो नै हुन्छ होइन, अयो लगाउँदाखेरि। अब कुदाको के हुन्छ त फेरि कयो हुन्छ, यो चाहिँ उ त अपवाद हुन्छ नि त, उ त हटेर जान्छ अनि अयो लाग्छ कयो। अर्को हेर्नु स्विचहरू ओल्लिदा भनेको छ, स्विचहरू के गर्नु त, स्विच भनेको स्विची भनेको स्विच नै भनेको यो चाहिँ, स्विचहरू के त ओल्लिदा भनेको माथि सार्नु। अघि भर्खर भने नि माथि गर्दा के हुन्छ जहिले पनि अन हुन्छ है। अब कहिलेकाहीँ चाहिँ यो चाहिँ स्विचहरू के त ओल्लिदा भनेपछि मेसिन चाहिँ अन भयो अथवा कुनै पनि वस्तु छ भने त्यो चाहिँ अन भयो के,
त्यसमा चाहिँ पावर जनरेट भयो भनेर त्यसरी बुझ्दा चाहिँ भयो है। नेरिदा भनेको यो चाहिँ अफ गर्नु भन्ने भयो कि, त्यसरी बुझ्नु पर्यो। अब स्विच रुल नेरिदा भनेको स्विच चाहिँ के त यो चाहिँ अफ गर्नु भन्ने भयो, तल अफ पनि लेखेको छ नि त। ल यसरी याद गर्नु पर्यो। अर्को यो लेबो भनेको भनेको छ, यो लिभर भनेको है, यो थाहा छ के हो? सुरुचोटि चाहिँ यो मैले बसमा देखेको थिएँ, बसको गियर जस्तै हो यो चाहिँ। मैले अर्कोचोटि कहाँ देखेको थिएँ भने यो चाहिँ वहाँ पन्जाबमा चाहिँ जस्तो ट्रेनको ट्र्याकहरू हुन्छ नि, यो यता तान्यो भने ट्र्याक चाहिँ जस्तो मानौँ दुईवटा ट्र्याक छ भने त्यहाँ देखेको थिएँ मैले। युज त जहाँ पनि हुन्छ, चिनीमिलहरूमा पनि हुन्छ। अब यताबाट चाहिँ ट्रेन आइरहेछ, बुझ्नुभयो? अब यहाँ चाहिँ एउटै लिड छ, ट्रेन आइरहेछ भनेपछि यहाँ चाहिँ लिभर हुन्छ। त्यो लिभरलाई तानेपछि यो ट्र्याक चाहिँ के त यसमा यो यतापट्टि जान्छ कि। अब ट्रेन आएपछि यता तानेपछि यो ट्रेन यताबाट जाने भयो, अब उता थिचेपछि ट्रेन यताबाट जाने भयो। त्यो लिभर हुन्छ कि चेन्ज गर्न, जता चाहियो त्यता चाहिँ के त यो चेन्ज गर्न मिल्छ, ट्र्याक चेन्ज गर्न मिल्छ त्यो चाहिँ। अब यहाँ चाहिँ लिभर भनेको चाहिँ लिभर तान्नु, यो खास गियर हो, यो चाहिँ अन गर्नु है, बुझ्नुभयो? लिभर भनेर बुझ्नु, लिभर यो के छ थाङ्गिदा भनेको छ तान्नु, यो भनेको के त तान्नु भनेको अन गर्नु है, अन गर्नु। अरू के छ यो चाहिँ के छ लेबो भनेको छ लेबर रुल मिल्दा, मिल्दा भनेको धकेल्नु, लिभर चाहिँ के त यहाँ चाहिँ अफतिर देखाएको छ नि त, अफ गर्नु। अब यस्तो मात्रै नभएर यो चाहिँ के हुन्छ त अन गर्नु अफ गर्नु मात्रै नभएर चाहिँ यो चाहिँ गियर पनि हुन्छ क्या। त्यही गियर त हो, गियर नै भनेर बुझ्दा भयो कि यसले चाहिँ, बुझ्नुभयो? एक गियर हाल्नु स्पिड अलि ठिक्क जान्छ, अलि हाई गएपछि दुई गियर हाल्नु, तिन गियर हाल्नु, गियर नै भनेर बुझ्दा भयो, बुझ्नुभयो? अर्को यो चाहिँ हाम्रो मसलामा नि युज हुन्छ, मसला बोक्ने हुन्छ नि माथि घर बनाउने बेलामा, त्यो माथि गरिदिएपछि त्यो सर माथि जान्छ, तल गरिदिएपछि सर तल झर्छ, त्यसरी। अभि पढ्ने, अभि अहिले एकैचोटि पढाउँछु है सबैको, हेर्दै जाउँ। अर्को छ फुफुम भनेको छ, फुफुम भनेको पार्ट्स अथवा भाग भनेको यो चाहिँ। फुफुम भनेको छ पार्ट्स अथवा के त यो चाहिँ भाग भनेको, पार्ट्सहरू। पार्ट्सहरू के त यो चाहिँ छङछा खादा भनेको छ। अर्को के छ यो चाहिँ किउदा छ, यो चाहिँ अड्काइरहेको छ कि। ड्रिल मेसिनमा चाहिँ यो ड्रिलको जुन नम्बरको साइज यो छुट्टै छुट्टै हुन्छ नि त, बल पार्ने कत्रो बल पार्ने भन्ने, त्यो अनुसार के त भागहरू पार्ट्सहरू के गरिरहेको छ त्यसले फिट गर्नु है, अड्काइरहेको छ। किउदा भनेको त अरू केमा लाग्छ, त्यो छनौलो किउदा भनेर पढ्यो नि त, बलब अड्काउनु पऱ्यो, झुन्डाउनु पऱ्यो होइन, अड्काउनु कुनै पनि सामानहरू, बुझ्नुभयो? यो छन्चा खादा भन्ने के छ, छन्छा खादा भनेको छ। छन्छा खादा भनेको जडान गर्नु, फिक्स गर्नु, पार्ट्स हाल्नु, एउटै कुरा भयो कि। किउदा भनेको नि लगाउनु, अड्काउनु, झुन्ड्याउनु भन्ने भयो। अर्को छ फुमुल भनेको छ, यो चाहिँ पार्ट्सलाई के त यो चाहिँ हेच्छे हादा अथवा पेदा, यो भनेको त्यही पार्ट्सलाई फेरि झिकिरहेको छ कि यसले चाहिँ, बुझ्नुभयो? यो त थाहा छ नि ड्रिललाई, यसलाई घुमाउने हो, यसलाई घुमाएपछि यो दाँत चाहिँ के हुन्छ त, दाँत चाहिँ खुल्छ अनि यो चाहिँ निस्किन्छ, फेरि यसलाई हालेपछि यो घुमाएपछि दाँत चाहिँ के हुन्छ त कसिन्छ है। बथनुल भनेको छ, बटन चाहिँ के त के छ नुरुदा, नुरुदा भनेको अब यसको अयो आयो लगाउँदा के हुन्छ, नुल लयो, बुझ्नुभयो? नुरुदा के हुन्छ त यो चाहिँ नुरयो भन्दा नुल के छ नुल लयो है, यसरी हुन्छ, बुझ्नुभयो? रु त अपवाद हुन्छ नि त, दा घटाइन्छ अनि रुको यो उ हटाउने अनि तल चाहिँ एउटा ल जुनाउने नि त। अनि त्यसपछि यहाँ चाहिँ ओ र आको मात्र छ भने आ लगाउने, अब यहाँ त ओ र आ छैन नि त, त्यही भएर के लगाउने त यहाँ चाहिँ अ लगाउने, के भयो त यो चाहिँ यहाँ अ लगाएपछि अयो, अब दा चाहिँ हटाइदिने यसरी, बुझ्नुभयो? नुल लयो, रु अप त पढेको हो। अर्को चाहिँ हेन्डल भनेको छ, हेन्डल भनेको इङ्ग्लिसमा हेन्डल नै भन्न खोजेको, यो चाहिँ हेन्डल भनेको छ। हेन्डल रुल के त फुल्लिँदा भनेको हेन्डललाई के गर्नु त घुमाउनु, यहाँ एरो पनि दिएको छ नि त, घुमाइरहेको छ कि, बुझ्नुभयो? हेन्डल घुमाउनु। अर्को के छ यहाँ चाहिँ छुवा भनेको छ, यो छुवा, छुवा अनि के छ उ भनेको छ। छुवा भनेको यो चाहिँ के त बायाँतर्फ भयो भने, यो उ भनेको के त दायाँतर्फ राइट साइड है, बुझ्नुभयो? यो चाहिँ छुवा भनेको के भयो, विन्चोक भयो भने, ऊ भनेको के त ओरुन्चोक भन्ने भयो कि, बुझ्नुभयो? ऊ र ओ आउँछ भने, बुझ्नुभयो? ओरुन्चोक। अब त्यो चाहिँ दायाँतिर बायाँतिर भन्ने हुन्छ भने यो चाहिँ खासमा यसमा के लाग्छ त, यो हेजन आएर लाग्छ क्या, बुझ्नुभयो? जस्तो ऊ हेजन, अब ऊ हेजन भनेको के भयो त, यो चाहिँ दायाँ मोड भन्न खोजेको के हुन्छ त, यस्तो खालको एरो हुन्छ, अगाडि गएर के गर्नु पर्छ, यो दायाँतिर चाहिँ मोड्नु पर्यो है, बुझ्नुभयो? यस्तो खालको अगाडि गएर। अब फेरि के त यहाँ चाहिँ छ हेजन, छ हेजन भनेको फेरि के हो त, यो अगाडि गएर यतापट्टि मोड्नु पर्यो, बुझ्नुभयो? यसरी। अर्को घुम्ती पनि हुन्छ, फेरि हेजन भनेको के त घुम्ती पनि हुन्छ, कहिलेकाहीँ एरो चाहिँ फेरि यसरी पनि दिएको हुन्छ है, बुझ्नुभयो? अलिकति यसलाई चाहिँ गोलो तरिकामा के यतापट्टि घुम्ने यतापट्टि घुम्ने भनेर त्यसरी पनि दिएको हुन्छ। खासमा हामीले बुझ्नु पर्यो के त छुवा भनेको के त हिन्चोक हो भने, ऊ भनेको के त यो चाहिँ ओरुन्चोक हो भनेर है। अर्को वेजन भनेको त यो घुम्ने घुमाउने भनेको छ, यो ड्रिलहरू घुम्नु वेजन हादा। अच्छा वेजन हादा पनि हुन्छ, वेजन सिकिँदा पनि हुन्छ है, फेरि सिकिँदा पनि के त घुमाउनु भन्ने अर्थ लाग्छ। अर्को यो पनि पहिला पढेको, यो किताबमा अझै राम्रोसँग हालिदिएको रहेछ, साङ र हा। साङ भनेको
उच्च उच्च अथवा माथि भनेको है। जस्तो यङसाङ भनेको 0 भन्दा माथि भनेको नि त। अर्को साङसा भनेको सिनियर, बुझ्नुभयो? सबै के जनायो यो चाहिँ माथि भनेर जनायो कि। अर्को के छ यङहा भनेको 0 भन्दा तल हैन, यङहा। अर्को फुहा भनेको जुनियर भन्ने भयो, बुझ्नुभयो? त्यसरी चाहिँ के जनाउँछ, साङले चाहिँ माथि जनाउँछ भने हाले चाहिँ के त तल भन्ने जनाउँछ। सजिलो छ यो पनि, यो लेख्नु होला। यसको नेपाली मैले भने त्यही लेख्नु होला। अर्को भेजन भनेको के त, यो चाहिँ भेजन भनेको यो मोड अथवा त घुमाउने भनेको छ, यहाँ चाहिँ घुमाउने है, बुझ्नुभयो? अहिले चाहिँ यसरी चाहिँ यहाँ भन्दाखेरि यो चाहिँ मोड भन्ने हुन्छ भने त्यहाँ चाहिँ के हुन्छ त, यो चाहिँ घुम्ने भन्ने हुन्छ। र यहाँ पनि घुम्ती भन्ने अर्थ पनि लाग्छ है फेरि, दायाँ घुम्ती बायाँ घुम्ती त्यसरी पनि भन्न सकिन्छ। अर्को चाहिँ यहाँ चाहिँ मिल्लिदा भन्ने छ। मिल्लिदा भनेको मिल्लिदा धकेल्नु, बुझ्नुभयो? मिल्लिदा भनेको के त, यो चाहिँ धकेल्नु। र कहिलेकाहीँ चाहिँ कामहरू थुप्रिनु पनि मा पनि के त यो चाहिँ लाग्छ। अर्को माल्लिदा भन्ने हुन्छ, त्यो फेरि सुकाउनु है, माल्लिदा भनेको। माल्लिन के छ, यो चाहिँ पढेको नि, त्यो चाहिँ छागा मिल्लिदा भनेको गाडी चाहिँ के हो त थुप्रिनु के, जाम हुनु, थुप्रिनु भन्ने नै अर्थ लाग्छ। मिल्लिदा कुनै फेरि याक्सोकहरू पनि मिल्लिदा हुन्छ है होइन। याक्सोकहरू मिल्लिदा भनेको त्यो चाहिँ आजको 7 बजे भेटौँ भनेको थियो, आज 7 बजे भेटौँ, आज म भ्याएन है, सरी माफ पाऊँ, अब भोलि चाहिँ के गरौँ त, भोलि 7 बजे भेटौँ अथवा भोलि 8 बजे भेटौँ, त्यसरी मिल्लिदा सार्नु है, त्यो पनि त्यसमा पनि लाग्छ धकेल्नु। अर्को छ इमुलजिल भनेको छ, यो चाहिँ अनावश्यक वस्तु हो। खासमा यो मुलजिल भनेको वस्तु हो होइन। मुलजिल भनेको के हो त, यो चाहिँ वस्तु हो। मुलजिल भनेको यो चाहिँ वस्तु भन्ने हुन्छ भने, इमुलजुल भनेको नचाहिएको वस्तु कि अनावश्यक ड्यामेजको कुनै पनि। जस्तो मानौँ एउटा मेसिनमा केही काम गरिरहेको छ भने त्यसमा एउटा के सानो धुलो सुलो आएर अड्कियो, त्यो के भयो त, इमुलजिल, अनावश्यक वस्तु अथवा बाहिरी वस्तु भन्न सकिन्छ यसलाई चाहिँ, चाहिएको भन्दा बाहिरी वस्तु, बुझ्नुभयो? कुनै पनि धुलो सुलो आएर अड्किने, प्लास्टिकहरू आएर मेसिनमा अड्किने, त्यस्तो अवस्थामा के। अर्को छ यो चाहिँ किदा। किदा भनेको अर्को के हुन्छ, किदा पन्जा लाउनु, घुसारेर लाउनु के, पन्जा लगाउनु भयो, औँठी लाउनु भयो होइन, बुझ्नुभयो? सबै के हुन्छ, घुसारेर लगाउने सामानहरूमा के हुन्छ त, किदा पनि लाग्छ है। अर्को छ छेदेरो भनेको छ, यो भनेको छेदेरो भनेको ठिक समयमा भन्ने हुन्छ, ठिकसँग अथवा ठिक समयमा भन्ने हुन्छ। अर्को छेत्तेरो भन्ने पनि हुन्छ, त्यो भनेको छेत्तेरो, त्यो चाहिँ ठिक समयमा भन्ने हुन्छ कि, खासमा चाहिँ यो चाहिँ राम्रोसँग भन्ने अर्थ लाग्छ कि, ठिकसँग उस्ता उस्तै हुन्छ। छेत्तेरो भन्ने हुन्छ, त्यो चाहिँ ठिक समयमा हुन्छ भने, यो चाहिँ छेदेरो भनेको चाहिँ यो चाहिँ ठिकसँग भन्ने हुन्छ। पछि अर्को च्याप्टरमा छ, यो पढिन्छ। अर्को छम्कम हादा, यो भनेको चेक जाँच गर्नु थुप्रै छ होइन, छम्कम हादा, वागिन हादा होइन, त्यो सबै के भयो त, यो चाहिँ चेक जाँच गर्नु, तर अर्थ चाहिँ फरक हुन्छ। खासमा यो छम्कम हादा भनेको खासमा विशेष गरेर केमा लाग्छ भने, मेसिनहरू सर्भिसिङ गर्नु, चेक जाँच गर्नु के, मेसिनमा केही समस्या त छैन, काम सुरु गर्नुभन्दा अगाडि के गर्नु त, छम्कम हादा। अर्को कोमकोम हादा भन्ने थियो, त्यो भनेको होसियार हुनु, त्यो केलाई चेक गर्नु भन्ने अर्थ लाग्छ है त्यो चाहिँ। अर्को छ वानफुङ्गी। वानफुङ्गी भनेको भेन्टिलेटर, यसको नि अभिसम्म पढिन्छ। अर्को छ उसन भनेको पहिला, उसन र मन्ज। मन्ज भनेको नि के हो त, सुरुमा है, उसन र मन्ज भनेको पहिला। अर्को के हुन्छ, नाउन प्लस बुत्थ भन्ने हुन्छ, यो भनेको नि पहिला है, नाउनसँग बुत्थ आउँदा नि कहिलेकाहीँ पहिला भनेर पढ्नु पर्यो। उसन भनेको सर्वप्रथम भन्ने हुन्छ, पहिला भन्दा नि। उसन भनेको सर्वप्रथम भन्न खोजेको, धेरैवटा 10वटा काम छ, 10वटा काम मध्ये सर्वप्रथम, सबभन्दा पहिला के गर्ने त, 1 नम्बरमा के गर्ने त, कुन काम गर्ने, 1 नम्बरमा हामीले चाहिँ भात खाने काम पहिला गर्ने के होइन। अब त्यसैमा फेरि मन्ज फाबुल के त मगुप सिधा, पहिला भात खाउँ भन्न नि पाइयो, फाप बुत्थ अथवा शिक्षा बुत्थ के त आप सिधा, अब खानादेखि सुरु गरौँ भन्न पनि पाइयो। तिनटैको अर्थ के हुन्छ त, एउटै दिन्छ है, बुझ्नुभयो? मात्र फरक के हुन्छ नि, मन्ज शिक्षा आप सिधा, मन्ज पहिला आएर शिक्षा आउँछ, नाउन पछि आउँछ होइन। मन्ज आएर के हुन्छ, मन्जको के हुन्छ त, मन्जको यो मन्ज आएपछि बल्ल के हुन्छ त, मन्जको पछाडि के हुन्छ, नाउन हुन्छ। बुत्थको फेरि के हुन्छ त, पहिला चाहिँ नाउनको पछाडि चाहिँ बुत्थ, शिक्षा बुत्थ के, बुझ्नुभयो? यसरी हुन्छ। र उसन भनेको यो पनि के हुन्छ त, नाउन यो मन्ज जस्तै अगाडि हुन्छ है। अर्को छ यो चाहिँ आमुरी भनेको छ। आमुरी भनेको जति सुकै, जति नै आमा जति नै कराए पनि टेर्ने होइन, त्यस्तो अवस्थामा के, बुझ्नुभयो? आमुरी भनेको जति सुकै प्रयास गर्दा पनि के त भएन के, जति नै प्रयास गर्दा नि 33 भन्दा माथि जाँदैन त होइन, एक्जाममा चाहिँ त्यसरी भन्दा। यसको केही अभिहरू छ, के को अभि, माथिको लिभरको अभिहरू हेरौँ त।
ल हेर्नु लेबर भनेको छ सबभन्दा पहिला लेबर भनेको के त यो लिभर है लिभर अथवा गियर भनेर पनि भन्न सकिन्छ हामीले चाहिँ लिभर तान्ने बुझ्नुभयो लिभर भनेको त त्यो अघिको ह्यान्डल होला है फेरि यो पेटवाला लिभर होइन के छ लेबर भनेको छ यो चाहिँ गियर भनेर बुझ्न सक्यो अर्को के छ मुल्छेहरू के त यो मुल्छे भनेको सामग्री वस्तुहरूलाई चाहिँ उम्जिकिँदा भनेको के त यो चल्नु है उम्जिकी मास्यो भनेको थियो नि त यो पहिलाको च्याप्टरमा हात पोलेको थियो होइन उम्जिकी मालको के त यो यो अर्को के छ विहे भनेको छ विहे भनेको विहे को लागि है गी विहे हो खासमा यो चाहिँ विहे होइन कि गी विहे को लागि भन्ने हुन्छ गी विहे भनेको को लागि के छ यो वस्तु के त यो चाहिँ सार्नको लागि अर्को छ हानचोक भनेको छ एकातिर चाहिँ के छ यो कुथुल भनेको के त यो टुप्पालाई चाहिँ के त नुल्लो भनेको छ नुरुदा भनेको थिच्नु होइन थिच्नु भनेको छ एउटा छेउ थिच्नु है अहिले माथि पढिन्छ यसको अर्को के छ वल्ली वल्ली भनेको यो चाहिँ के भयो त यो चाहिँ सिद्धान्त अर्को हिमुल के त यो छलतान आहागना भनेको छ यो चाहिँ गना यसैको लगाइदिएको छ हिमुल भनेको छ यो हिम भनेको शक्ति चाहिँ यो के छ यो चाहिँ छन्दाल हादा भनेको के त यो चाहिँ दिनु छन्दाल हादा भनेको अरूलाई दिनु भन्ने हस्तान्तरण गर्नु लेखेको छ नि त यहाँ चाहिँ होइन हस्तान्तरण गर्नु भनेर यहाँ चाहिँ स्थापना गर्नु भनेको छ छन्दाल हादा भनेको बल दिने के जस्तो लिभर यहाँ चाहिँ लिभर छ भने यसलाई चाहिँ अब यतातिर सार्यो भने चाहिँ अन हुन्छ त्यो सामान चाहिँ अगाडि जाने भयो अब त्यसैलाई फेरि पछाडि सार्यो भने त्यो चाहिँ रोकिने भयो क्या त्यसरी बुझ्नु अर्को छ यो चाहिँ थोगुरो भनेको छ यो चाहिँ यान्त्रिक उपकरण भनेको छ दोगु भनेको त बुझिहाल्नुहुन्छ दोगु भनेको के त औजार होइन अर्को छ थारुनचोक भनेको छ अर्कोतिर चाहिँ के छ यो चाहिँ कोसुल भनेको छ अर्को के त छेउमा चाहिँ उम्जिगिनुन भनेको छ अर्को छेउमा सार्ने अर्को टुप्पामा सार्ने है ल लेबर भनेको के हो यसको अब हेर्नु हिमुल के त यो चाहिँ छलतान हागना भनेको छ यो चाहिँ बल दिएर बल चाहिँ के त लगाएर बल दिएर अथवा के त मुल्छेहरू के त उम्जिगी विहे भनेको छ सामान चाहिँ सार्नको लागि एउटा चाहिँ गियर भयो गाडीलाई बल दिएको होइन त बुझ्नु भएन एक गियरमा अलिकति सुस्त चल्छ भने दुई गियर हालेपछि के भयो त अझै स्मुथ कुद्ने भयो तीन गियरमा अझै कुदाउन मिल्ने भयो कि अनि फेरि स्पिड कम भयो भने गियर फेरि सार्नु पऱ्यो तल तल लोड लिँदैन नि त त्यसले चाहिँ बुझ्नुभयो त्यसरी एउटा चाहिँ त्यो सामानलाई बल दिने अथवा सामानले के गर्नु त सार्न ओसार पसार गर्न जस्तो यहाँ चाहिँ लिभर अगाडि गयो भने सामान चाहिँ माथि जाने भयो त्यस्तो अवस्थामा चाहिँ विहे सायोङ हानुन भनेको छ प्रयोग गरिने खिगे जगिन भनेको छ यो चाहिँ मेसिनको रूपमा चाहिँ दोगुरो यो औजारको रूपमा चाहिँ इल्बान जगुरो भनेको छ यो चाहिँ सामान्य रूपमा चाहिँ त्यसै हान्चो गुरो भनेको छ एकातिरको के त कुन्नुल भनेको छ यो एकातिरको के त यो कुन्नुल भनेको यो चाहिँ सकिने टुप्पो भनेको है खासमा टुप्पालाई चाहिँ के त नुल्ल यो ठिचेर चाहिँ थारुन्चो कुसुल भनेको छ अर्कोतिरको के त यो टुप्पालाई चाहिँ उम्जिगिनु यो अर्को छेउमा चाहिँ के गर्नु त उम्जिगिँदा सार्ने अर्को छ वल्ली रुल इयोङ हामिदा भनेको छ सार्नको लागि के गरिन्छ त यो चाहिँ प्रयोग गरिन्छ बुझ्नुभयो एउटा चाहिँ यसले चाहिँ गियर भयो स्पिड बढाउने काम भयो बल दिने काम भयो अर्को चाहिँ के त एकातिरको सामानलाई अर्कातिर सार्नलाई पनि कहिलेकाहीँ चाहिँ प्रयोग गरिन्छ र ठुल्ठुलो मेसिनहरूमा यो गियर पनि हुन्छ त्यसमा पनि स्पिड बढाउन पनि हुन्छ है बुझ्नुभयो र जुस पेल्ने मेसिन देख्नुपर्छ देख्नुपर्छ नि सबैले हजुरले ख्याल गर्नुपर्छ नि जुस उसले उखु हाल्ने बेलामा चाहिँ एउटा उसँग साइकलको ट्युबको एउटा रबर जस्तो हुन्छ यहाँ चाहिँ एउटा पिन जस्तो हुन्छ अब उसले चाहिँ त्यो साइकलको ट्युब हुन्छ त्यसलाई तन्काएर के गर्छ त यसमा अड्काइदिन्छ अब त्यसले जुस हजुरले खाने बेलामा त्यसले पेल्ने बेलामा चाहिँ त्यो स्पिड बढाइदिएको हुन्छ त्यसले खोलिदिएको हुन्छ भने पछिबाट के त त्यो ट्युबले चाहिँ त्यसलाई अड्काइदिएको हुन्छ त्यसको त्यति बेला के हुन्छ मेसिन चाहिँ ढुकढुक ढुकढुक सुस्त चल्छ क्या होइन हल्का चलिरहेको हुन्छ त्यसले तेल कम खान्छ कि हल्का चलिरहेको हुन्छ फेरि अब त्यो उखु पेल्न पऱ्यो भने त्यसलाई चाहिँ निकालिदिने अनि पेल्ने त्यही नै के हो त लिभर हो है बुझ्नुभयो हल्का चलिरहेको थियो भने अहिले चाहिँ त्यो ट्युबलाई निकालिदियो त्यसले चाहिँ त्यो लिभरलाई के गर्यो अन गर्यो अब स्पिड त्यसको पावर बढ्यो कि त्यही नै हो है गियर भनेर बुझ्दा हुन्छ यसलाई यसलाई चाहिँ नफालौँ भोलि फेरि रिपिट गर्नु पऱ्यो भने यसलाई पढौँला है ल अर्को चाहिँ यहाँ चाहिँ एयर कम्प्रेसर चाहिँ तल आउँछ ल माथिको बढिहाल्यौँ यो त बनाउन सक्नुहुन्छ होइन के गर्ने हो त माथिको जुन यो पिक्चर देखाएको छ पिक्चरको अर्थ के हो त्यसले ल्याएर के गर्ने हो त यहाँ चाहिँ जोड दिने हो जस्तो यहाँ चाहिँ एक नम्बरमा हेर्नु के छ म आगो ईश्वर के गरिराख्नु भएको छ के गर्दै हुनुहुन्छ भनेको है म आगो ईश्वर के गर्दै हुनुहुन्छ के गरिराख्नु भएको छ ड्यास गो के त ईश्वर भनेको छ के ड्यास कुरा गर्दैछु के गरिरहेछ फुफुमुल के त यो चाहिँ छङछाक भन्न पनि पाइयो अथवा के त यो चाहिँ किउदा भन्न नि पाइयो कि अड्काउनु किउदा होइन किउदा हेर्नु त ए फुफुमुल के त यो चाहिँ
छाङछा खाँदा भन्ने पनि पाइयो अथवा किउदा भन्ने किउगो 있어요 बुझ्नुभयो यहीँ लेखिदिन्छु है त्यहाँ सार्नु होला अब यो किउदाको के त किउगो 있어요 है त्यसलाई चाहिँ यो फोमुल भागलाई चाहिँ के गरिरहेको छु त मैले अड्काइरहेको छु त्यसरी लेख्ने अर्को यो के छ यी खिगेनु अत्तके के त छाक्तोङ यो भनेको छ कसरी सञ्चालन हुन्छ त स्विचले के गर्नु स्विच रुल के छ यो ओल्याया दियो है जस्तो हेर्नु स्विच स्विच भयो स्विच रुल के गर्नु पर्छ स्विचलाई चाहिँ ओलिदा हैन त ओलिदाको के हुनु भयो त ओल्याया दियो है यसरी ओल्याया दियो त यहाँ लेखेकै छ ओलिदाको ओल्याया दियो त्यसरी बनाउनु होला अर्को चाहिँ यी खिगेनु अत्तके के त छाक्तोङ यो भनेको छ यो मेसिन कसरी सञ्चालन हुन्छ त यो लेभरलाई हैन यो जुन लिभर छ लेभर भनेको छ लेभरलाई के गर्नु त यो चाहिँ यतातिर आफूतिर तानिरहेछ भनेपछि के भयो त यो चाहिँ लेबर रुल के त थाङ्गिदा हैन थाङ्गिदाको के हुने भयो त थाङ ई चाहिँ चेन्ज हुने भयो नि त थाङ्गेया अनि देयो है बुझ्नुभयो तान्नुपर्छ अर्को मोहाको विषय हिन्दुल भनेको छ हिन्दुललाई के गर्नुपर्छ त्यो चाहिँ थोल्लिदा हैन थोल्लिदाको थोल्लिमेन अथवा थोल्लीको विषय हिन्दुललाई घुमाइरहेको छु गो इस्ता लगाएको छ थोल्लीको विषय है त्यसरी बनाउनु होला बुझ्नुभयो थोल्लिदा भनेको घुमाउनु थोल्ली गो विषय यसरी थोल्लिदाको दा हटाइदिने मात्रै अरु केही पनि हैन अर्को हेर्नु मुन्फो बिलमा अदो आदो भनेको छ तापनि यसलाई सरल बुझौँ अघि बुझाइसकेको छु पछाडि जहिले पनि यसको के हुन्छ त विपरीत आउँछ नेगेटिभ आउँछ है अगाडिको क्रिया र पछाडिको क्रिया के हुन्छ त यो चाहिँ एक आपसमा मिल्दैन हेर्नु अदो आदो भनेको छ क्रिया र विशेषणमा जोडिन्छ र पछाडिको सामग्री पछाडि जुन आउने कुरा छ त्यसले चाहिँ अगाडिको सामग्रीको आधारमा अगाडिको जुन कुराको आधारमा चाहिँ भएको अपेक्षाको विपरीतलाई जनाउँछ भनेको छ सोचेको भन्दा विपरीत मेहनत साथ अध्ययन गरे तापनि के भयो त फेल भयो के अब अगाडि त्यत्रो मेहनत साथ पढेपछि त त्यो पास हुनुपर्ने हो नि त रिजल्ट चाहिँ के आयो त ठ्याक्कै विपरीत आयो बिहान चाहिँ के त दुईटा परोठा खाएर आए तापनि अहिले भोक लागिसक्यो दुईटा आलु परोठा खाएर आएपछि अहिले मलाई भोक नलाग्नु पर्ने हो नि त त्यस्तो अवस्थामा है बुझ्नुभयो हिजो चाहिँ के त चिसो भए तापनि आज के छ त अब हिजो चिसो भएपछि आज अलिकति मौसम ठिक्क गर्नु पर्यो आज फेरि एक्कासी के भयो त यो चाहिँ गर्मी बढ्यो अहिले हाम्रो बुटोलको मौसम त्यस्तै छ बिहान जाडो भइरहेको हुन्छ दिउँसो फेरि दुईटा पंखा चलाउँदा पनि फेरि पुग्दैन के छ यो आधो यो कहाँ लगाउनु त अयो आयोको नियम थाहा छ हैन हेर्नु छादा के त छादो भनेको सुत्नु यहाँ हेर्नु यो छानप भनेको छ यो छानप भनेको ओटी है छानप भनेको लेख्नु त के हुन्छ यसको चाहिँ यागान खुन्मु पनि हुन्छ नि त हैन यागान खुन्मु अर्को के त यो चाहिँ छानप भनेको यो चाहिँ के त ओटी भन्ने भयो है यन्जाङ पनि हुन्छ यन्जाङ भने थप काम भन्ने हुन्छ यन्जाङ अर्को छ यो छानप भनेको लेख्नु ओटी ओभर टाइम चाहिँ के छ हुएन भनेको छ ओभर टाइम गरेपछि चाहिँ नुच्छाम भनेको ढिलोसम्म सुत्नु के बिहान यो राति ढिलो सुत्नु हैन कि बिहान चाहिँ ढिलोसम्म सधैँ म 6 बजे उठ्थेँ राति चाहिँ 11 बजेसम्म काम गरेँ त्यही भएर आज चाहिँ 8 बजे उठेँ के बुझ्नुभयो ढिलोसम्म सुतेदा छादो भनेको छ सुतेदा पनि फिगने हो सुते पनि के छ त थकित छु के सुत्न त म 8 घण्टा सुतेको नि त 11 बजे सुते पनि बिहान 8 घण्टा 9 घण्टा सुते हैन बिहान 8 बजे उठेँ बुझ्नुभयो तर पनि के त राति ओटी गरेपछि चाहिँ जिउ थाकेको हुन्छ अब ढिलोसम्म सुतेदा पनि थकित छु के म चाहिँ निन्द्रा त पुगेको छ तर थकै लागिरहेको छ के बुझ्नुभयो छादो यस्तो अर्को त सुइदा भनेको सुइदा भनेको आराम गरे तापनि हिजो मेरो छुट्टी थियो हामीले चाहिँ हिजो आराम गरे तापनि आज चाहिँ के छ थकित नै छु हैन त्यसरी अब इल हादो भनेको छ इल हेदो है इल हादाको के त इल हेदो काम गरे तापनि इल हेदो भन्ने हुन्छ यो चाहिँ काम गरे तापनि के त मेहनत साथ काम गरे तापनि पैसा कमाउनै सकिएन हो बुझ्नुभयो अब मेहनत साथ काम गरेपछि त खासमा त पैसा कमाउनु पर्ने हो नि त हैन त दुःख मात्रै भइरहेछ कि दुःख त्यही नै हो 8 घण्टा काम उसले गरि नै रहेछ तर पैसा चाहिँ खासै कमाउन सकिएन है बुझ्नु भएन जति नै काम गरे तापनि सबले तलब बढाइदिन्न जति नै काम गरे तापनि सबले तलब चाहिँ बढाइदिएन अर्थ के भयो त नेगेटिभ मेहनत साथ अलिकति काम बढाइदिन पर्ने नि त यत्रो दुःख गरेर काम गरिरहेछु त्यस्तो अवस्थामा अर्को छ बथनुल भनेको छ बटन चाहिँ नुल्य त भनेको छ ठिचे तापनि बटन अन गरे तापनि ठिचे तापनि छाक्तोङ हाजी आनास सञ्चालन चाहिँ नभएर त्यसैले चाहिँ सुरी भनेको मर्मत सुरी आधा मर्मत गर्नु हैन सुरीरुल भनेको छ मर्मत चाहिँ के त के छ यो चाहिँ मात्किदा है एउटा यो मात्ता छ मात्ता भनेको यो जिम्मा लिनु भन्ने हुन्छ क्या यो चाहिँ त्यो त अर्को मात्रा हो नि ज वाला हो नि त्यो त मिल्नु त
त्यो त यो वाला मात्रा हो नि, बुझ्नुभयो होइन। अब यो मात्रा भनेको के छ त, यो चाहिँ जिम्मा लिनु भन्ने हुन्छ है, जिम्मा लिनु, यो चाहिँ जिम्मा लिनु हुन्छ भने अब माथ गिता भनेको फेरि के भयो त, यो चाहिँ जिम्मा लगाउनु है, जिम्मा लगाउनु अथवा जिम्मा दिनु भनेर बुझौँ न, जिम्मा दिनु, अरूलाई जिम्मा दिनु के। अब यो माथि सुम्निदा भनेको के हो त, जिम्मा चाहिँ दिएँ के, मेसिन चाहिँ बटन थिच्दा पनि मेसिन चाहिँ चलेन, त्यही भएर मैले के गरेँ त, अब कुनै अर्को व्यक्तिले चाहिँ मर्मत गर्न जानेको व्यक्तिले के गर्यो त, जिम्मा लगाएँ भनेको छ, बुझ्नुभयो। अर्कै छ, र यो माथिदा चाहिँ कपडा पनि लाग्छ है, फोहोर गएको कपडा के गरेर मैले सेथाक्सिलमा चाहिँ त्यो जिम्मा लगाएँ, त्यहाँ छोडेर आएँ भन्ने पनि हुन्छ है कहिले, बुझ्नुभयो त्यसरी। अर्कै छ छागपी भनेको छ काम चाहिँ कुन्नामेन सकियो भने फिगोनेदो, थकिँदै भए तापनि है, काम चाहिँ सकियो भने चाहिँ थकिँदै भए तापनि छागपजाङ भनेको छ कार्यस्थल चाहिँ छङ्निरुल के त हेया हेयो भनेको छ कार्यस्थल के त व्यवस्थापन चाहिँ गर्नुपर्छ, बुझ्नुभयो। थकित भएपछि अब काम छोडेर जाँदा नि हुने हो, तर जति नै थाके तापनि कार्यस्थल चाहिँ व्यवस्थापन गर्नै पर्छ है। ल यसको छ आलामाजुन गसुल खुल्ला मुन्जामुल भन्छन् आस्यो, वाक्य चाहिँ पुरा गर्नुहोस् भनेको छ। छन्मनुल खेदा भनेको बिजुली चाहिँ अन गर्नु, स्विचहरू अन गर्नु भन्ने हुन्छ, पावर अन गर्नु। यर वन भनेको यर भनेको धेरै है, यर काजी भनेको पनि पढेको नि त, यर काजी भनेको धेरै प्रकारको होइन, यर भनेको धेरै, अनि वन भनेको पटक, वन भनेको इलिसानसम्म आउँदा नम्बर हुन्छ है, बुझ्नुभयो। त्यति बेला नम्बर हुन्छ भने हानादुलमा आउँछ भने फेरि वन के हुन्छ त, हानवन थुवन भनेर आउँछ भने त्यो चाहिँ एक पटक दुई पटक होइन त्यसरी भन्ने हुन्छ। अब यहाँ यरमन भनेको चाहिँ धेरै पटक चाहिँ के त इक्ता पढ्नु होइन। अर्को छ खेसोक भनेको छ लगातार छन्वा हादा फोन गर्नु, लगातार फोन गर्नु। खेसोक भनेको खेसोक, छिसोक भनेको के हुन्छ, त्यो चाहिँ छसक लगातार। अर्को छ ओरे टोङहान भनेको लामो समय, टोङहान भनेको अवधि, ओरे भनेको के त लामो, ओरे भनेको लामो, टोङहान भनेको अवधि। यो सले के गरेको छ, दुईटा नामलाई जोडेको छ है, लामो समयसम्म धेरै समयसम्म चाहिँ। भान्गिडुल हादा भनेको के हो त, यो चाहिँ भान्गी हादा, यो चाहिँ के गर्नु त हावा खेलाउनु भनेर बुझौँ न होइन, हावा चाहिँ खेलाउनु। अब धेरै समयसम्म ज्याल खोल्यौँ ढोका खोल्यौँ के गर्यौँ त यहाँको हावा चाहिँ खेलायौँ है, त्यसरी बुझ्नु। अर्को छ नुजुन भनेको छ राति चाहिँ फामिरा छ, ढिलो राति भएर है, ढिलो रात भएको भएर चाहिँ ड्यास फाँची आनायो, के भयो नि तैँले खेसोक छन्वा हेदो के, खेसोक छन्वा यहीँ लेख्ने है हेदो, खेसोक छन्वा हेदो, लगातार फोन गरे तापनि खेसोक छन्वा हेदो है, बुझ्नुभयो। यसरी सार्ने यही लेखिदिन्छु, खेसोक अनि के त छन्वा हादा, छन्वा अनि हेदो, लगातार फोन, ढिलो रात भएको भएर लगातार फोन गरे तापनि फाँची आनायो भनेको उठाउँदैन, बुझ्नुभयो। हजुरलाई भन्छ नि त होइन 9 बजे 10 बजीसम्म चाहिँ म फोन उठाउँछु, त्यसपछि म्यासेजहरूले गर्नुहुन्छ रिप्लाई दिँदैन। हजुरको त झन् अर्का दिन बिर्सिसकेछु, दुईवटा के पठाउनु पर्थ्यो मैले भन्छु भने त त्यो अहिले फेरि बिर्सिसकेँ, बुझ्नुभयो। अब राति चाहिँ के गर्छु त मैले चाहिँ त्यो रिप्लाई चाहिँ दिँदैन कि, बिहान छिटो उठ्नुपर्छ नि त, त्यसरी। ढिलो रात भएको भएर के त लगातार फोन गरे तापनि के त सरले चाहिँ उठाउनु भएन, त्यस्तो अवस्थामा के फोन गरेपछि त उठाउनु पर्ने हो नि त, नियमअनुसार के हो त, फोन गरेपछि मैले सरलाई केही सोध्नलाई फोन गरेँ, सरले चाहिँ के त फोन उठाउनु पर्ने हो, तर ढिलो रात भएको भएर उठाउनु भएन होइन, जति फोन गर्दा नि उठाउनु भएन, त्यसरी बुझ्नु। 2 नम्बर हेर्नु, ड्यास खिकेका छाक्तोङ हाजी आनुमेन, ड्यास खिकेका के त सञ्चालन भएन भने छङ्गम उल के त हाँस्यो भनेको छ। यो छङ्गम भनेको के त चेक जाँच चाहिँ गर्नुहोस् भनेको है, निरीक्षण गर्नुहोस् अथवा चेक जाँच गर्नुहोस् भनेको छ। के भएन भने यो त छन्मनुल के त खेदा हुन्छ 2 नम्बरको न, अब खेदो हुने भयो के, अब खेदो अदो आदो पनि थाहा छ नि त। अब खे छ भने यो चाहिँ के त दा हटाउँदा खे, अनि प्लस के त यद नै लगाउने हो नि त, यद लगाउँदा के हुन्छ त यो चाहिँ खेको खे नै हुन्छ, बुझ्नुभयो। छन्मनुल के त खेदो यहीँ लेख्ने है, छिटो हुन्छ यसरी आफै सार्नु, यसलाई चाहिँ यहाँ सार्ने त हो, सजिलै छ। छन्मनुल खेदो भनेको चाहिँ मेसिन चाहिँ अन के छ गरे तापनि ठिकै छाक्तङ हाजी आनुमेन, मेसिन चाहिँ अन भएन भने, सञ्चालन भएन भने छङ्गम हाँस्यो, चेक जाँच गर्नुहोस् कहाँ के समस्या भयो त, मेसिन घुम्दैन त, मेसिन घुम्दैन भनेपछि के थाहा फित्तामा केही अड्केको पो छ कि होइन, त्यसलाई चेक जाँच गर्नु पर्यो है। ल अर्को छ हाङ्गुग सिलेकी भनेको छ कोरियन भाषाको यो क्षमता चाहिँ यो फुजोक छ, कमजोर भएर, फुजोक हादा भनेको अपुग हुनु होइन त होइन, मछार हादा र फुजोक हादा भनेको के त, यो चाहिँ अपुग हुनु, कमजोर हुनु। अब कोरियन भाषाको जुन दक्षता छ, क्षमता छ, त्यो चाहिँ के त अपुग भएर के अलिकति नजानेको भएर के छ सल्म्याङ छ, यो सल्म्याङ छ भनेको यो विवरण पत्र, सल्म्याङ हादा भनेको विवरण के छ, यो वर्णन गर्नु विवरण गर्नु भन्ने हुन्छ भने सल्म्याङ छ भनेको के त त्यो विवरण पत्र, जस्तो कुनै पनि हामीले सामान किन्दाखेरि त्यसमा एउटा राखेको हुन्छ नि त होइन, यसरी चलाउनु भनेर, त्यसलाई चाहिँ के त मार्गदर्शन पुस्तिका भनेको छ यहाँ चाहिँ, पुस्तिका
मार्गदर्शक भनेको के त त्यो चाहिँ जुन पर्ची राखेको हुन्छ त्यो पर्ची भनेको यो चाहिँ के छ इहे हाजी मध्यस्थय भनेको छ इहे हादा भनेको बुझ्नु इहे हाजी मसुनी भनेको बुझ्न चाहिँ सकेन होइन बुझ्नुभयो कोरियन भाषा राम्रो दक्षता चाहिँ राम्रो नभएको भएर कोरियन भाषा राम्रोसँग पढ्न नजानेको भएर जति पटक पढ्दा नि मैले बुझेन के बुझ्नुभयो जस्तो यहाँ लेखिरहेको छ हाङ्गुगरु अब यो सिलेक्ट भनेको थाहा भएन है अनि के छ सल्म्याङ स यो के छ सल्म्याङ स भनेको यो पनि बुझेँ अब यो फुचो घादा भनेको बुझेन भनेपछि अब यसलाई पढ्न चाहिँ आयो मलाई तर के भनेको छ भन्ने कुरा चाहिँ मैले बुझ्न सकेन है बुझ्नुभयो जति पटक के गरे तापनि जति पटक पढे तापनि है यो 1 नम्बरको यो 2 नम्बरको यर बन इल्गदो 3 नम्बरको धेरै पटक पढे तापनि इल्ग अदो लगाउनु पर्यो नि त हैन इल्गदो यसरी इल्गदो अर्को छ वानगिरुल के त आन खेस भनेको छ वानफुङ्गी भनेको भेन्टिलेटर फ्यान है वानफुङ्गी भनेको छ भेन्टिलेटर फ्यान चाहिँ के त आन खेस भनेको छ अन चाहिँ नगरेको भएर ड्यास नेम्सेगा के त अप्सिजी आनायो भनेको छ यो चाहिँ गन्ध के त हराएको छैन भनेको यो अप्सिदा भनेको के त नहुनु गन्ध चाहिँ के त नभएको छैन कि भन्नु खोजेको गन्ध हराएको छैन अझै पनि गन्ध आइरहेको छ पेन्ट गरेँ झ्याल पनि खोले ढोका पनि खोले सबै खोले अब हावा एकछिन खेल्नु पर्ने हो नि त तर यो पङ्खाले जस्तो काम चाहिँ गर्दैन नि त पङ्खा चलाएपछि त स्पिडले भित्रको हावा त बाहिर फाल्छ भनेपछि बाहिरको हावा भित्र जान्छ बुझ्नुभयो के नगरेको भएर त ओरेन तोखान भनेको छ लामो समयसम्म चाहिँ वानगिरुल के त हेदो है वानगिरुल हेदो लामो समयसम्म चाहिँ हावा खेलाए तापनि लामो समय 2 घण्टा भइसक्यो झ्याल पनि खोलेछु ढोका पनि खोलेछु हावा खेलाइरहेको छु तर पनि वानफुङ्गी चाहिँ नचलाएको भएर है वानफुङ्गी चाहिँ नचलाएको भएर के त यो चाहिँ गन्ध चाहिँ हराएन भनेको है यो चाहिँ बुझ्नुभयो अक्सिजी आनायो भनेको अप्ता नेम्सेका अप्ता भनेको गन्ध नहुनु होइन नेम्सेका अप्ता गन्ध चाहिँ नहुनु गन्ध चाहिँ के त हराएको छैन भनेको यो चाहिँ गर्दैन है वानफुङ्गीको इक्जाम्पल हेर्नु अब हेर्नु त वानफुङ्गीले सिवन हादा गर्दैन वानगिरुल सिकिदा अथवा वानगिरुल हादा जुन हुन्छ त्यसमा चाहिँ लाग्ने कुरा हो यो चाहिँ यसले चाहिँ हावा खेलाउने मात्रै काम हो यसको चाहिँ बुझ्नुभयो यसले चाहिँ हावालाई शुद्ध गर्छ है भित्रको हावा बाहिर फाल्छ कहाँ छ यो वानफुङ्गी हुनुपर्ने कतै न कतै यहाँ रहेछ ल यो वानफुङ्गीको हेर्नु त हेर्नु वानफुङ्गी हो अबि हो यो चाहिँ कहिलेकाहीँ अबि यसरी दिएको हुन्छ अनि अप्सनमा चाहिँ वानफुङ्गी सनफुङ्गी त्यो सबै हालिदिएको हुन्छ कि एयरफन होइन त्यसरी हालिदियो भने छुट्याउन सजिलो हुन्छ नाल्खे भनेको छ नाल्खे भनेको यो नाल्के भनेको छ नाल्के भनेको पखेटा है नाल्के भनेको छ पखेटाको चाहिँ वान्जन के छ वेजन उरो भनेको छ यो चाहिँ घुमेर चाहिँ फारामुल के त के छ इरु के भनेको छ यो हावाले चाहिँ के त खेलाउँदै सिल्ने ए भनेको छ यो चाहिँ के त कोठाभित्रको यो जुन थुप्रिएको यो के छ यो चाहिँ कोठाभित्र जुन थुप्रिएको हावा चाहिँ त्यही के छ यो चाहिँ सिल्ने भनेको कोठाभित्रको चाहिँ के छ ओम्यम थेन भनेको यो चाहिँ प्रदूषित भन्ने हुन्छ नि होइन ओम्यम के छ ओम्यम भनेको छ ओम्यम थेन भनेको के त प्रदूषित हावालाई चाहिँ के छ खोङ्किलो हावालाई चाहिँ प्रदूषित हावालाई चाहिँ वेबु भनेको बाहिर रो भनेको बाहिरतिर चाहिँ के त फोने पठाएर अर्को छ यो चाहिँ छङ्वा हानुन भनेको छ अर्को माखे हानुन भनेको छ यो छङ्वा हानुन अथवा यो के छ माखे हानुन भनेको त यो रोकिएको है जुन जाम भएको हावालाई चाहिँ के त यो चाहिँ चेन्ज गर्ने यो के त खिगे हिँड्दा भनेको छ चेन्ज गर्ने के हो त यो चाहिँ मेसिन हो बुझ्नुभयो हावाले के त यो छङ्वा हानुन भनेको चाहिँ यो जाम भएको हावाले के त दूषित हावालाई चाहिँ बाहिर पठाउँछ र बाहिरको ताजा हावालाई भित्र ल्याउँछ कि र अर्को कुरा हावा त जहाँ पनि हुन्छ नि त बाहिर यसले खासमा भित्र ल्याउने काम गर्ने होइन कि बाहिर पठाउने काम गर्यो जस्तो मानौँ त्यहाँ चाहिँ एउटा भेन्टिलेटर फ्यान लगाएर यो बाहिर हावा फालेको छ भने यताबाट हावा भित्र आफै आउँछ नि त बुझ्नु भएन त्यो हावा ल्याउनु त परेन यसले चाहिँ भित्रको दूषित हावा के गर्दैन बाहिर फाल्ने के हो त यो चाहिँ मेसिन हो है बुझ्नुभयो किचनहरूमा हुन्छ नि किचनहरूमा देख्नुपर्छ नि किचनमा जुन लगाइन्छ त्यही नै फ्यान हो यो चाहिँ वानफुङ्गी भनेको त्यसरी बुझ्नु अब यसले चाहिँ चिसो गराउने होइन तातो गराउने त केही पनि होइन मात्र दूषित हावाले के गर्ने हो त्यसले चाहिँ बाहिर फाल्ने यसमा के हुन्छ वानगी हादा हुन्छ अथवा वानगिरु सिक्किदा पनि हुन्छ कहिले काहीँ ल यो छ यो अहिले बढिन्छ ल यो के छ हेर्नु इक्जाम्पल दिएको छु खुरिमुल फोगो फोगी वा खाची थेवा हे फोसे भनेको छ यो चित्र हेरेर उदाहरण जस्तो कुरा गर्नुहोस् भनेको छ यहाँ चाहिँ मुसुन मुन्चेका इच्छा हेर्नु त मुसुन भनेको छ के चाहिँ कुन चाहिँ
यो मुन्जे भनेको समस्या के समस्या छ भनेको है अब कुन समस्या छ भन्दा पनि के त यो चाहिँ के समस्या छ बुझ्नुभयो आदरार्थी अवस्थामा चाहिँ जस्तो अतथ्य भनेको कसरी तर आदरार्थीमा चाहिँ अतथ्यको भनेको कति भन्ने पनि हुन्छ नि त होइन कति कति कामले आउनुभयो भन्ने अतथ्य सोच्यो त्यसरी पनि त थियो नि त होइन बुझ्नु भएन त्यसरी मुसुन भनेको अब यो चाहिँ कुन भन्दा पनि कहिलेकाहीँ चाहिँ के हुन्छ फेरि उच्चारणमा के भन्ने पनि हुन्छ कुन समस्या छ अथवा के समस्या छ यहाँ हेर्नु अप्सन दिएको छ यो माथि सारिरहेको छ स्विच रुल के त ओल्लिँदा भनेको छ स्विच चाहिँ माथि सार्नु अनि छाक्तोङ यी भनेको छ यो सञ्चालन चाहिँ के त आन्थ्यो यो स्विच चाहिँ माथि उठाउनु भनेको स्विच चाहिँ अन गरे तापनि के त काम चाहिँ सञ्चालन भएन है त्यो बनाउनु पर्यो के त स्विच रुल के त ओल्लियो भनेको छ स्विच ओल्लिदियो यो स्विच चाहिँ अन गरे तापनि छाक्तोङ के त आन्दियो भनेको छ सञ्चालन चाहिँ भएन है अदो आदो लगाउने रहेछ कि यसमा चाहिँ अदो आदो लगाउने रहेछ सजिलै छ यसमा हेर्नु यसमा बनाइदिन्छु है छनौल भनेको छ यो स्विच चाहिँ पावर चाहिँ के त कुदो भनेको छ यो चाहिँ कुदा सरी कद हो है कद हो के त अफ गरे तापनि खिकेका के त मम्छुजी के छ आनायो है मम्छुजी आनायो अयो आयो लगाउनु पर्यो नि त यहाँ त आनायो पावर स्विच चाहिँ बन्द गरेर तापनि मेसिन चाहिँ के भयो त यो चाहिँ बन्द चाहिँ रोकिएन भनेको है मेसिन चाहिँ चलेको चली गऱ्यो कि बुझ्नुभयो त्यो तार सर्ट भयो होला अर्को छ बटन भनेको छ बटन चाहिँ यो के छ नोरिदा यसको के हुन्छ त के हुन्छ नुल्लदो है यसरी बनाउनु पर्यो नि त अरू लगाउँदा नुल्लदो यो बटन चाहिँ के त थिचे तापनि छन् के त आन खेजियो भनेको छ खेजियो है दा हटाइदिने आन खेजियो पावर चाहिँ अन नहुनु है पावर अन भएन भनेको छ छाङ मुनुल के त यरदो होइन अदो लगाउनु पर्यो नि त यरदो झ्याल चाहिँ खोले तापनि नेम्सेगा के त नेम्सेगा नायो झ्याल खोलेपछि त गन्ध जानुपर्ने हो नि त हावा खेल्नु पर्ने हो नि त तर पनि झ्याल खोले तापनि गन्ध चाहिँ के भयो त आइरहेको छ है नादा भनेको गन्ध उठ्नु आउनु अर्को छ यदि माना भनेको छ यो मानी पनि हुन्छ मानी फापुदा पनि हुन्छ कहिलेकाहीँ माना फापुदा भनेको चाहिँ अ लगाएर फापुदा लगाएको माना फापुदा भनेको छ काम चाहिँ ज्यादै व्यस्त हुनु खिगेरुल कोमकोम हागे भनेको छ यो मेसिन चाहिँ यो खिगे मेसिनलाई चाहिँ कोमकोम हागे भनेको छ केलाई भन्ने हुन्छ कोमकोम हादा भने बिस्तारै अथवा के त ध्यानपूर्वक अथवा केलाई एक गरी कि बुझ्नुभयो कोमकोम हादा लेख्नु त केलाई कि एक गरेर चामल केलाउँदाखेरि जति नै भात पकाउन हतार भए तापनि जति नै भोक लाग्यो भने चामल के गर्नु पर्यो पहिला राम्रोसँग केलाउनु पर्यो नि त न त फेरि अहिले भात खाँदा ढुङ्गा पर्छ नि त त्यसरी बुझ्नु कोमकोम हागे भनेको छ केलाई चाहिँ छमखम हेया थियो भनेको छ ध्यानपूर्वक चाहिँ के गर्नुपर्छ त्यो चाहिँ चेक जाँच गर्नुपर्छ है के गर्नु पर्यो त यो चाहिँ इरी माना फापुदामा के लाग्छ त फापुदा नै हटाइदिएँ फादो किनकि अगाडि त आ छ नि त आ भएछ फापादो काम चाहिँ धेरै नै व्यस्त भए तापनि खिगेरुल मेसिनले चाहिँ कोमकोम हागेको त छङ्गम हेया थेदाङमा छङ्गम हेया दियो अब यही त गराइदिने हो होइन बुझ्नुभयो मेसिन चाहिँ राम्रोसँग चेक जाँच गर्नुपर्छ यो पनि सजिलै छ ल यहाँसम्म आउन हामीलाई समय लाग्यो भयो पनि हामीले अभिहरू बुझ्यौँ नि होइन शब्द पनि लेख्यौँ र सम्वाद 1 मा हेर्नु 208 नम्बरको पढौँ त एकचोटि यसलाई सन्डाइरहेको छ पक्नै यो अफ हुन सक्छ ल के छ फान्जाङनिम भनेको छ फान्जाङनिम खिगेगा भनेको छ यो चाहिँ मेसिन चाहिँ खाक्कु भनेको छाक्कु भनेको छ छाक्कु भनेको बारम्बार है छाक्कु भनेको के त बारम्बार भनेको छ रिपिटली मम छोस भनेको छ रोकिएर प्रमुखज्यू मेसिन चाहिँ के त बारम्बार के त रोकिएको भएर छागबी भनेको छ काम चाहिँ मानी के त यो मिलेछ भनेको छ काम चाहिँ धेरै पछाडि परेको छ धेरै धक्कलिएको छ बिहान चाहिँ 10 बजेदेखि काम सुरु गरेको 1 बजेसम्म लगभग आधा काम चाहिँ भ्याउनु पर्ने तर पनि के त काम चाहिँ पछाडि धकेलिएको छ भनेको काम चाहिँ थुप्रिएको छ है काम चाहिँ के त पछाडि परेको छ भनेको छ बुझ्नुभयो त्यो समय अनुसार चाहिँ काम चाहिँ भएको छैन अब फान्जाङ निमले के भन्नुहुन्छ हेर्नु अझै काजिनु भने चाहिँ हिजोसम्म चाहिँ खेन्छान हुनुहुन्थ्यो भनेको चाहिँ हिजो चाहिँ के त ठिक भए तापनि हिजोसम्म चाहिँ के त ठिक भएकोले के त यो खाप्चाकी वे हो भनेको छ यो अचानक के भयो खाप्चाकी भनेको अचानक है खाप्चाकी वे हो अचानक के भयो भनेको है यो चाहिँ बुझ्नुभयो हिजोसम्म चाहिँ ठिकै थियो त भनेको यो चाहिँ खेन्छान हुन्दै भनेको ठिकै के त थियो त भनेको यो चाहिँ हेर्नु नुन्दै हुन्दै भनेको छछु छिनवाला पनि लाग्छ नि त होइन कुनै जानकारी दिँदाखेरि अब असास भनेको के भयो त यो चाहिँ पास्ट टेन्समा लगाएको छ हिजोसम्म चाहिँ ठिकै थियो त
भन्ने हुन्छ यो चाहिँ बुझ्नुभयो हिजोसम्म चाहिँ ठिक थियो त अनि के त यो चाहिँ खाप्ताकी अचानक हो अचानक किन यस्तो भनेको है किन के भयो भनेको छ उसन सर्वप्रथम छनवन बुद्ध भनेको छ पावरदेखि चाहिँ के त पुस्यो भनेको छ अब पावरदेखि गर्नुहोस् भन्दा पनि सबभन्दा पहिला चाहिँ बुद्ध भनेको त पहिला पावर स्विच के गर्नु त बन्द गर्नुहोस् बुझ्नुभयो अब मेसिन चेक जाँच गर्दा पावर स्विच चाहिँ अर्थिङ भयो नि हान्न सक्छ करेन्ट भयो नि हान्न सक्छ होइन त्यस्तो अवस्थामा के गर्नु त पहिला चाहिँ मेसिनलाई चाहिँ अफ गर्नु पर्यो पावर स्विच अफ गर्नु पर्यो फेरि माधुले ओजनेनु भनेको छ बिहानमा चाहिँ मुन्जेका के त के छ अप्सन हुँदै भनेको छ अप्सन हुँदै बिहान चाहिँ समस्या चाहिँ थिएन है बिहान चाहिँ समस्या नभए तापनि ओहु छागप भनेको छ यो ओहु दिउँसोको के त छागप काम चाहिँ देवबुद्ध भनेको को बेलामा है को बेलादेखि चाहिँ दिउँसोको कामको बेलामादेखि चाहिँ छाक्तोङी के त छाल आन्दियो भनेको छ सञ्चालन चाहिँ राम्रोसँग भएन बुझ्नुभयो बिहान चाहिँ ठिकै थियो यो साउले चाहिँ हिजोको कुरा गरिरहेछ यो सरी साउ भन्छ फान्जाङ लिम्बे क्याप्टनले अब फान्जाङ लिम्बले हिजो जाने बेला मेसिन चाहिँ ठिकै देखेको थियो अब अहिले आउँदाखेरि मेसिन चलेन भन्छ हिजोसम्म ठिकै थियो त किन आज यस्तो भयो बुझ्नुभयो अब फेरि अर्को माधुले के भनेको छ बिहानसम्म पनि ठिकै थियो क्या बिहान खाना नजानसम्म पनि बिहानले काम गरेको हो मुन्जेका के त अम्नुहुन्थ्यो समस्या चाहिँ थिएन तर दिउँसो जब खाना खाएर आएँ त्यति बेलादेखि चाहिँ के भइरहेछ त त्यति बेलादेखि के भयो त यो चाहिँ छाक्तोङी भनेको छ सञ्चालन चाहिँ राम्रोसँग चाहिँ आन्दियो राम्रोसँग चाहिँ भएको छैन बेला बेला मेसिन चाहिँ के त रोकिरहेको छ क्या भनेको छ ए फान्जाङ है यो चाहिँ यज्ञीय भनेको चाहिँ यहाँ चाहिँ के त इमुलजिल भनेको अनावश्यक पदार्थ अथवा के त यो चाहिँ कुनै पनि एउटा वस्तु गएर अड्किएको रहेछ त्यसो किरा भनेको अड्किनु होइन के इन्ने भनेको अड्किएको रहेछ अब मेसिन किन बारम्बार रोकिएको छ भने त्यो बेल्टमा गएर केही न केही एउटा चाहिँ अड्किँदो रहेछ कि बुझ्नुभयो अड्किएको रहेछ छागप जने भनेको काम सुरु गर्नुभन्दा अगाडि चाहिँ छङ्गम आन हिस्सा यो चेक जाँच गरेको होइन मेसिन चलाउनुभन्दा अगाडि चाहिँ राम्रोसँग चेक जाँच गरेको होइन र भनेको छ ल अब यसले चाहिँ माधुले गएर बटन थिच्यो मेसिन चाहिँ चलायो है त्यो चेक चाहिँ गरेन यसले छेसँग हामीदा माफ पाऊँ अनुरोध भनेको छ आज चाहिँ छागप के छ हाल के भनेको छ आज चाहिँ के त यो गर्नुपर्ने काम चाहिँ के त माना छ धेरै भएर छेतेरो भनेको छ यो छेदेरो है छेदेरो के त छङ्गमुल मोत हेसयो छेदेरो भनेको यो चाहिँ राम्रोसँग चाहिँ के त चेक गर्न सकेन राम्रोसँग चेक आज काम धेरै थियो क्या काम धेरै हतार भएको बेलामा झन् केही न केही बिग्रिन्छ नि त बुझ्नुभयो अब खाना चाहिँ पाहुना आउँदैछन् टन्नै खाना पकाउनु पर्ने छ भनेपछि के त कहिलेकाहीँ नुन हाल्नै बिर्सिन्छ बुझ्नुभयो होइन त्यस्तो अवस्थामा के केही न केही गडबडी हुन्छ फान्जाङ निम आमुरी फाप्पादो भनेको छ आमुरी भनेको जतिसुकै है जतिसुकै नै के त फाप्पादो व्यस्त भए तापनि छागप जने काम गर्नुभन्दा अगाडि चाहिँ कुमकुम हागे केलाई चाहिँ छङ्गम हेया दियो भनेको छ केलाई अथवा के त यो चाहिँ यो होसियारपूर्वक चाहिँ ध्यानपूर्वक चाहिँ के गर्नुपर्छ त छङ्गम चेक जाँच चाहिँ गर्नुपर्छ छालमत हामेन भनेको छ यो चाहिँ राम्रोसँग गरेन भने यो छालमत हामेन भनेको गल्ती गर्यो भने अथवा राम्रोसँग गरेन भने सागोगा दुर्घटना चाहिँ नाल्सु हिस्सा नत्र दुर्घटना हुनसक्छ अथवा त्यो अगाडिको काम चाहिँ गरेन भने गल्ती गर्यो भने चाहिँ के त दुर्घटना चाहिँ यो सागोगा नादा है दुर्घटना हुनु त्यसै नाल्सु हिस्सा दुर्घटना पनि हुन सक्छ है सुनौँ के भन्छ यसले कति थियो यो 208 반장님, 기계가 자꾸 멈춰서 작업이 많이 밀렸어요. 많이 밀렸어요 भनेको छ मिल्यसयो भनेको काम चाहिँ ज्यादै थुप्रेको छ अथवा पछाडि परेको छ है मिल्यो भनेको धकेल्नु हुन्छ खासमा पछाडि धकेलिएको छ फान्जाङनि खिकेगा के त छाकु यो मेसिन चाहिँ बारम्बार चाहिँ मम छुदा भनेको रोकिनु मम छोस रोकिएर छागबी काम चाहिँ मानी मिल्यसयो ज्यादै चाहिँ के त पछाडि परेको छ ज्यादै धकेलिएको छ 어제까지는 괜찮았는데 갑자기 왜요? अब यो चाहिँ अशासनन्दे हो त बुझ्नु भएन हिजोसम्म त ठिकै थियो त हिजोको कुरा पास्ट टेन्समा लगाएको छ अझै काजिनुन हिजोसम्म चाहिँ 괜찮은데 ठिकै थियो त 갑자기 왜요 अचानक के भयो 우선 전원부터 끄세요. सबभन्दा पहिला के गर्नु पर्छ उसन सबभन्दा पहिला त के त पावरलाई चाहिँ पहिला अफ गर्नुस् भनेको छ दुईचोटि लगाएको है यो पहिला कुनै कुनै अवस्थामा यहाँ चाहिँ मञ्च पनि लगाएको हुन्छ मञ्च छनन बुत्थ भन्ने हुन्छ बुझ्नुभयो सँगै दिएको हुन्छ क्या मञ्च छनन बुत्थ भनेको पहिला चाहिँ यो पावर स्विचदेखि चाहिँ अन गर्नुहोस् भनेको पहिला अब यो चाहिँ बुत्थलाई चाहिँ के त अहिले पहिला ल्याएर पनि पढ्नु पर्यो दुईटा गर्दा उस्तै आयो कि सर्वप्रथम त पहिला दुईचोटि पढ्नु पर्यो सर्वप्रथम पहिला के गर्छ पावर स्विचले के गर्नु त पुस्यो अफ गर्नुहोस् है बन्द गर्नुहोस् भनेको छ 오전에는 문제가 없었는데 오후 작업 때부터 작동이 잘 안
안 돼요. ल यो चाहिँ सुरुमा चाहिँ यसको उत्तर दिएको है हिजोसम्म त ठिकै थियो भन्नेको उत्तर के भयो त यो चाहिँ हिजोसम्म त ठिकै थियो भनेको हिजो होइन के त बिहानसम्म पनि ठिकै थियो कि ओजने नुन के त मुन्जेगा अम्दन्दे भनेको छ यो बिहान बिहान पनि के त यो समस्या थिएन कि हिजोको होइन कि बिहान पनि समस्या थिएन तर ओहु छागप त्यो बुट्ट भनेको छ दिउँसोको काम गर्ने बेलादेखि चाहिँ के त के छ यो चाहिँ छाकटुङ्गी छाल आन्दे भनेको छ यो सञ्चालन राम्रोसँग भएको छैन बेला बेला मेसिन रोकेको के अड्केको रहेछ त्यहाँ त्यही भएर मेसिन रोकेको गरेको रहेछ है बुझ्नु यो कुरालाई बुझ्नुभयो यो के छ त्यही भनेको बेलामा है लट्टे उल्टे भनेको ने बेलामा के छ भब छ क्रिया छ भने भिएसटी प्लस लट्टे उल्टे होइन यो चाहिँ के हुन्छ त ने बेलामा अब नाउनमा फेरि के लाग्छ त नाउनमा चाहिँ सिधै छागप्ते भनेको छ नि त होइन छागप्ते नाउनमा सिधै के लाग्छ त त्यही मात्रै लाग्छ यसको अर्थ के हुन्छ त को बेलामा है को बेलामा यसरी बुझ्नु को बेलामा है यसरी बुझ्नु होला ल 여기에 이물질이 껴있네요. भनेको छ भनेको ए अथवा ओहो भनेको ए यगी भनेको चाहिँ यहाँ चाहिँ उसले पत्ता लगायो क्या मेसिन हेरिसक्यो पत्ता लगाइदियो उसले के भएको रहेछ भन्ने यहाँ पिक्चर पनि हेर्नु त के काम गरिरहेछ अब त्यो रोकिएको कारण के रहेछ त इमुलजिल भनेको छ यो चाहिँ नचाहिने पदार्थहरू होइन अथवा के त फोहोर पदार्थ चाहिँ के त के हिँड्यो के त यो चाहिँ अड्किएको रहेछ है यो किराबाट आएको के हिँड्यो अड्किएको रहेछ 작업 전에 점검 안 했어요? काम गर्नुभन्दा अगाडि चेक जाँच गरेको होइन 죄송합니다. 오늘은 작업할 게 많아서 제대로 점검을 못했어요. ल काम गर्नुभन्दा अगाडि के त चेक जाँच गर्नुहोस् भनेर भनेको छ भने छैसँग हामी माफ पाऊँ अनुरुन छागप के चाहिँ हाल्के भनेको छ आज गर्नुपर्ने काम चाहिँ के त मानस धेरै भएर आज गर्नुपर्ने काम चाहिँ के त धेरै भएको भएर चाहिँ छेदेर भनेको ठिकसँग चाहिँ के त छम्कमुल मधेस भनेको ठिकसँग चेक जाँच गरेन बुझ्नुभयो बेड छ कि नै मेसिन घुमेछ कि नै चेक गर्यो अनि मेसिन चाहिँ अन गरिहाल्यो आमुरी फापादो भनेको छ सुन्नु मैले नि 아무리 바빠도 작업 전에 꼼꼼하게 점검해야 돼요. 잘못하면 사고가 날 수 있어요. आमुरी फापादो जति नै व्यस्त भए तापनि के छ यो चाहिँ छागप जाने काम गर्नुभन्दा अगाडि चाहिँ कुमकुम हागे यो के छ केलाई चाहिँ छमम हेया दियो भनेको छ यो ध्यानपूर्वक चाहिँ के त यो चेक जाँच चाहिँ गर्नुपर्छ छालमत हामीले गल्ती गर्यो भने चाहिँ सागोका नाल्छु इस्सयो गल्ती गर्यो भने के हुन सक्छ त यो चाहिँ दुर्घटना चाहिँ हुन सक्छ भनेको चाहिँ फेरि एकचोटि रिपिट गर्नेलाई 반장님, हेर्नु होला 기계가 자꾸 멈춰서 작업이 많이 밀렸어요. 어제까지는 괜찮았는데 갑자기 왜요? 우선 전원부터 끄세요. 오전에는 문제가 없었는데 오후 작업 때부터 작동이 잘 안 돼요. 여기에 이물질이 껴있네요. 작업 전에 점검 안 했어요? 죄송합니다. 오늘은 작업할 게 많아서 제대로 점검을 못했어요. 아무리 바빠도 작업 전에 꼼꼼하게 점검해야 돼요. 잘못하면 사고가 날 수 있어요. यो छालमत हामेन भनेको छ राम्रोसँग गरेन भने के हुन सक्छ त राम्रोसँग गऱ्यो भने सागोका नाल्छु दुर्घटना हुन सक्छ है ल हेर्नु खिगेनुन भनेको छ मेसिन चाहिँ अन्जे बुत्थ छाकटुङ्गी आन्थे भनेको छ अन्जे बुत्थ कहिलेदेखि चाहिँ यो सञ्चालन नभएको त अब भन्दा चाहिँ अझै पनि भनेको छ हिजोसम्म ठिकै थियो भनेको छ तर के त ओजनमा पनि फेरि बिहान पनि काम गरेको ओहु बुत्थ है बुझ्नुभयो ओहु बुत्थ भनेको छ नि त्यहाँको कहाँ छ के छ छागप आनेसयो कहाँ छ यहाँ चाहिँ इन्नुन्दे ओहो बुत्थ यहाँ छ नि त होइन ओहो छागप्ते बुत्थ भनेको छ नि त दिउँसोको काम गर्ने बेलादेखि के भएको त यो चाहिँ जाम भएको है अर्को चाहिँ खिगेनुन भनेको छ मेसिन चाहिँ वे के त छाकटुङ्गी आन्थ्यो किन नभएको त यो इमुलजिल भएर होइन त होइन ए के छ इमुलजिरुन के त क्यादाबाट कियस होइन कियस बनाउनु पर्यो कि यसलाई क्यादाको के त इमुलजिरुन यो के हुन्छ त कियस अथवा कियस हो अड्किएर हो भन्दा भयो नि त कियस अथवा छाकटुङ आदि आनायो त्यो पछाडिको लेखिँदा नि भयो है कियस छाकटुङ आदि आनायो ल छेसिथन भनेको छ प्रस्तुत गरिएको हरिङ हाय हरिङ के छ फिगनुल भनेको छ अभिव्यक्तिलाई हरिङ हाय प्रयोग गरेर थेवाएको छ समत गरी हेर्नुहोस् भनेको छ अब यो चाहिँ मेसिनको के बटनहरू पनि देखाएको छ यहाँ चाहिँ हेर्नु खिगे भनेको छ मेसिनमा चाहिँ मुन्जेका सेङ्गिदा भनेको छ खिगे मुन्जेका सेङ्गिदा समस्या चाहिँ के त उत्पन्न हुनु
अर्को छनौट भागी नादा यो छनौट पावर स्विचलाई के त चेक जाँच गर्नु छनौट खेदा भनेको छ पावर स्विच चाहिँ के त खेदा अन गर्नु खिगेका मम्छुदा मेसिन रोकिनु यो अर्को लाइन मोबाइल 2 नम्बरको अर्को खिगेरु छङ्गो मादा मेसिन चेक जाँच गर्नु इमोजिल के छ अप्सेदा भनेको छ इमोजिल भनेको समस्या यो के त इमोजिल भनेको नचाहिने फोहोर पदार्थहरू चाहिँ के त अप्सेदा भनेको रोकिनु अर्को छ फुकाम्ची इल्था कुन्नासयो काम चाहिँ सबै सकियो आनियो खिगे भनेको चाहिँ मेसिनमा चाहिँ मुन्जेगा सेङ्गे छ समस्या चाहिँ देखा परेको भएर चाहिँ के त छागाबुल भनेको छ काम चाहिँ म थाहा गइसक्यो काम गर्न सकेको छैन छनौल के त भागिने छ पावर स्विच चाहिँ बिजुली चेक जाँच गर्नुभयो बुझ्नुभयो मेसिन चाहिँ चलेको छैन भनेपछि उता लाइनै कहिलेकाहीँ अफ गरेको छ कि कहिलेकाहीँ चार्जर चाहिँ जोडेको छ तर पावर स्विच चाहिँ अन नगरिकन चार्ज लगाएको छ कि त्यस्तो अवस्थामा के पावर चाहिँ बिजुली चाहिँ चेक गर्नुभयो भने छ नि हजुर के छ छनौल खेदो पावर स्विच चाहिँ के त अन गरेर पनि छाक्तोङ के त आन्थ्यो भनेको छ मेसिन चाहिँ यो बिजुली अन गर्दा पनि मेसिन चाहिँ के त चल्दैन है बुझ्नुभयो त्यसै दोस्रोको बनाउने खिगेगा के त मम्छुदा यो रोकिनु अनि खिगेरु के त छङ्गमादा चेक जाँच गर्नु अनि इमुल सिलुर के त अप्सेदा यो इमुल फोर चाहिँ अड्केको हुनु त्यसरी नै बनाउने त्यसमा चाहिँ यो चाहिँ पहिला नि पढेको के छ यसमा हेर्नु सबभन्दा बढी दुईटा फाछिम आयो भने के हुन्छ दुईटा फाछिम डबल फाछिम के फाछिम आउँदाखेरि गण दर अनुसार चाहिँ डबल फाछिम आयो भने चाहिँ गण दर अनुसार चाहिँ जुन पहिला आउँछ त्यो के गरिन्छ त्यसले चाहिँ उच्चारण गरिन्छ है हैन नियम अनुसार चाहिँ तर यो ल र म चाहिँ सँगै आयो भने के हुन्छ त्यो चाहिँ अपवाद हुन्छ यति बेला के गर्नु पर्यो त हामीले चाहिँ मलाई उच्चारण गरिन्छ है अपवाद भएको भएर हामीले के गरिन्छ त यो म भन्नेलाई उच्चारण गरिन्छ अरूले चाहिँ छोडिदिन्छ है हेर्नु यो थाक्कुगी भनेको छ यो थाक भनेको घोडा कुगी भनेको मासु अब उच्चारण गर्दा यो चाहिँ लको उच्चारण हुने भएन गको हुने भयो र ग र ग ठुकिँदा के त अगाडि आउनेलाई क बनाइदियो दिने भयो क्या हैन नियम त थाहा छ थाक्कुगी अर्को छ हुक भनेको माटो फादाक भनेको भुइँ है हुक के छ हुक पादाक भन्ने भयो यो चाहिँ फादाक नभएर अगाडिको डबल हुने भयो है हुक पादाक अर्को छ माक्ता यो चाहिँ सफा हुनु भयो अब माक्ता है यो चाहिँ माक्दा नभएर माक्ता अर्को यो क्षमता जवान हुनु भन्ने हुन्छ यो चाहिँ के छ छम जी नभएर छम ची अब नियम चाहिँ के रहेछ भने मको लगत्तै पनि यदि यो सबै आउँछ भने यो चाहिँ के हुँदो रहेछ त डबल हुँदो रहेछ है अर्को के छ यो चाहिँ साम्ता भनेको बोइल गर्नु सुन्नु भन्ने हुन्छ अर्को छ यो चाहिँ थाम्गो यो थाम्को हुने भयो थाम्गो भनेको यो चाहिँ एउटा थाम्दा हाल्नु राख्नुवाला हुन्छ भने यो चाहिँ थप्नुवाला है थाम्को सुनौँ एकचोटि है कति हो 209 ठाक्कोगी भनेको छ 흙바닥 막다 2 점지 삼다 छम्ची है थाम्को है बुझ्नुभयो त्यसरी ल शब्दावली 2 मा हेर्नु खिबुवा यो योङदो भनेको छ यो खिगु मेसिन र अर्को योङदो भनेको मेसिनको प्रयोग चाहिँ फाल्यन सँग सम्बन्धित के त यो शब्दावलीहरू छ हेर्नु के छ यहाँ चाहिँ खोङचाक मुरुल के छ खाल्दा यो भनेको खोङचाक मूल भनेको छ यो खोङचाक मूल भनेको कार्य पदार्थले के गर्नु त यो चाहिँ खाल्दा भनेको यहाँ पिस्नु लेखेको छ खासमा खाल्दा भनेको के हो त धार लगाउनु है खाल्दा भनेको धार लगाउनु जोत्नु फेर्नु हैन त्यो सबै हुन्छ नि त खाल्दा भनेको सबभन्दा पहिला त फेर्नु के छ खारा खादा परिवर्तन गरेर चढ्नु खारा इट्टा कपडाहरू लगाउनु अर्को के हुन्छ खारा सिन्दा जुत्ता चप्पल फेर्नु हैन जुत्ता चप्पल फेरेर लगाउनु खारा थादा परिवर्तन गाडीहरू परिवर्तन गर्नु भान्सुङ आधासँग मिल्छ हैन बुझ्नुभयो खाल्दा भनेको के हुन्छ त्यो चाहिँ परिवर्तन गर्नु भन्ने हुन्छ अर्को खाल्दा के हुन्छ त्यो चाहिँ धार लगाउनु पनि हुन्छ धार लगाउनु बिटहरू मिलाउनु के धार लगाउनु भनेको के त उदाउनु हैन धार लगाउनु लेखौँ धार लगाउनु अर्को के त खेतहरू जोत्नु पनि हुन्छ खाल्दा बुझ्नुभयो जोत्नु यस्तो अवस्थामा लाग्छ यहाँ चाहिँ खाल्दा भनेको के त यो चाहिँ कार्य पदार्थलाई के त यो चाहिँ धार लगाउनु है खासमा हैन काम गर्नु भन्ने हुन्छ अर्को यहाँ चाहिँ के छ यो चाहिँ थोरै नेता भनेको काटेर झिक्नु है बुझ्नु भएन यो चाहिँ यहाँ चाहिँ यसले कुनै सामान हालेको छ भने यो चाहिँ जुन यतापट्टिको पार्ट यो काम गरिरहेछ त्यसलाई चाहिँ के त डिजाइन दिइरहेछ एक्स्ट्रा पार्टलाई के गरिरहेछ त्यसले काटिरहेछ मैले अघि भने नि
के त यस्तोको चारपाटी एउटा काठ छ भने त्यसमा के त बुट्टा हाल्नु के अब बढी भएको भागलाई त काट्नु पर्यो नि त बुझ्नुभयो अब यसमा के त यो भाग चाहिँ काटेर निकाल्नु पर्यो हैन कहाँ छ मेरो सर जस्तो अब सपोज मानौँ यसरी अब यसरी निकाल्नु पर्यो भने त बढी भएको भागले के गर्नुपर्छ यहाँ चाहिँ काटेर निकाल्नु पर्यो अर्को छ छलफान छलफान भनेको खासमा छलफान भनेको यो चाहिँ फलामको पाता भनेको है पाताहरू जुन बसहरूको भुइँमा हुन्छ नि त हैन एल्युमिनियमवाला त्यसरी पाताहरू भनेको यो चाहिँ छलफान भनेको पाता यो पाता हो पाताले के गर्नु त खुबुरिँदा नै बङ्गाउनु बङ्गाइरहेछ नि त हैन माथिबाट प्रेस गरिरहेछ मेसिनले चाहिँ बल हालिरहेछ भने यसले चाहिँ के गरिरहेछ त अघि सोधो थियो होला अब यो खाल्टोमा हालेर यसले बङ्गाइरहेछ अर्को छ छलफान के त चिकनेता भनेको चाहिँ यो चाहिँ प्लेटले चाहिँ के गर्दा यो प्रेस गरेर निकाल्नु भनेको चाहिँ चिकनेता भनेको के गर्नु त थिचेर साइज अनुसार निकाल्ने जस्तो वासरहरू बनाउनु भयो अथवा कुनै पनि एउटा प्लेटहरूमा त्यो पल पार्ने काम भयो बुझ्नुभयो त्यसरी थिचेर के त त्यो के गरिरहेछ त निकालिरहेछ हैन यो चाहिँ के छ यो चिक्टा भनेको के हुन्छ त छाप लगाउनु पनि हुन्छ नि त स्ट्याम्प लगाउनु हैन फोटो खिच्नु छाप लगाउनु त्यो छापिरहेछ कि आफ्नो साइजमा के गरिरहेछ त्यसले निकालिरहेछ बुझ्नुभयो जस्तो भनौँ एउटा चप्पलको इक्जाम्पल दिन्छु चप्पलको सिट यस्तो खालको आउँछ बुझ्नुभयो अब त्यसको डाई चप्पलको जस्तो के हुन्छ त एउटा चाहिँ डाई हुन्छ मानव यस्तो एउटा चप्पलको डाई हुन्छ भने त्यो डाईलाई यसको माथि राख्ने हो अनि यहाँ चाहिँ काट्यो हैन अनि यहाँ काट्यो अनि बल्ल के गर्ने त त्यो निकाल्ने अब यो रबरको छ यो सिट चाहिँ माथि के हो डाई राखेर के गर्नु त माथिबाट खिच्ने है बुझ्नुभयो त्यो प्रेसवाला हाइड्रोलिक यसले चाहिँ के त त्यसरी खिचेर पनि साइड काट्ने चाहिँ काम गर्छ है डिजाइन हाल्ने बुझ्नुभयो त्यसरी बुझ्नु अर्को चाहिँ यो चाहिँ मिलिङ के छ मसिन भनेको छ मसिन भनेको इङ्ग्लिसमा मसिन भनेको है बुझ्नुभयो इङ्ग्लिसमा मेसिन भनेको यो चाहिँ मसिन यो मिलिङ भनेको के त मिलिङको काम गर्ने मेसिन भयो यसले के काम गर्छ काट्ने अथवा के त यो चाहिँ के छ छल्ता नदा काट्टा भनेको तिखार्ने हैन त्यस्तो कामहरू गर्छ यसमा चाहिँ अहिले बुझाउँछु मैले अघिमा चाहिँ यो चाहिँ के हुन्छ त माथिको मेसिन भन्दा तलको बोर्डमा कुनै पनि सामान राखेर दायाँ बायाँ चाहिँ जान्छ है अब सम्मान खिगे भनेको चाहिँ यो सम्मान खिगे यही नै हो अब यस्तो नभएर ठुल्ठुलो पनि अस्ति देखाएको नि सम्मानको काम पनि अब यसमा के गरिन्छ भने यतापट्टि एउटा काठ राखिन्छ हैन काठ त कुनै पनि मानौँ फलामहरू भयो जस्तै चुडीहरू जुन के छ नटहरू के नटहरूमा जुन चुडी हुन्छ नि त्यो चुडी नटको चुडी हाल्दाखेरि त्यो त यस्तो हुन्छ नि त फलाम त अब त्यसमा चुडी हाल्दाखेरि के गरिन्छ त त्यो नटलाई यहाँ अड्काइन्छ अनि यताको पनि लगेर खिच्छ यो सर्छ नि त बिचमा अड्काएर अनि के गरिन्छ त्यसलाई घुमाइन्छ यसको काम चाहिँ मेन भनेको यो घुमाउनु घुमेपछि अनि यहाँ चाहिँ के त अर्को कटरले चाहिँ के गरिदिन्छ त्यसलाई चाहिँ काटेर चुडी हाल्ने बुझ्नुभयो त्यस्तो कामहरू के कसले गर्छ त्यो चाहिँ सम्मान खिगेले अर्को प्रेसको खिगे भनेको चाहिँ प्रेस मेसिन है जुन चप्पलको सिट काट्ने भने नि भर्खर मैले त्यो सिट राख्ने त्यसको माथि डाई राख्ने अनि यो चाहिँ के गर्छ मेसिन अन गर्ने माथिबाट के गर्छ च्याप्छ च्यापेपछि के हुन्छ चप्पलको त्यो चाहिँ आकार निस्किन्छ बुझ्नुभयो अब चप्पलको आकार निकाल्न मात्रै भएन पल पार्नु पर्ने चप्पलमा फेरि यसले चाहिँ चप्पलको आकार निकालेको चप्पलको के गरेर यसले चाहिँ मानौँ अब यसरी चप्पलको एउटा आकार निकाल्यो अब यहाँनिर एउटा पल पार्नु पर्यो फित्ता हाल्नु परेन यहाँ एउटा पल यहाँ एउटा पल अब तिनवटा पल कहाँ पार्छ फेरि यहाँनिर गएर यहाँ राखिदिने त्यो काटेको उसलाई यहाँ राखिदिने के गर्छ एउटा पल दुईवटा पल तिनवटा पल पारिदिने त्यसले बुझ्नुभयो त्यसरी बुझ्नु यो चाहिँ के भयो त यो चाहिँ चिकनेता भयो यहाँ चाहिँ सिटको त्यो डाई हालेर चप्पल निकालिरहेको छ नि चप्पलमा यहाँ चाहिँ फल पारिरहेको छ त्यसरी बुझ्दा नि भयो क्या सजिलो हुन्छ नि त अर्को काट्टा भनेको छ काट्टा भनेको छिल्नु काट्नु होइन तिखार्नु अब यो चाहिँ ठुलो साइजको छ भने यो घुमिरहेछ हेर्नु त एरो दिएको छ नि त यो घुमिरहेछ माथिको यो पनि एरो दिएको छ कुनै पनि के त ड्रिल मेसिन जस्तो छ यसले काटिरहेछ भने चाहिँ यो बिट चाहिँ के गरिरहेछ त एक्स्ट्रा भएको काटिरहेछ त्यसले अर्को छ आप्छु कादा भनेको चाहिँ यो चाहिँ खिचेर साङ्ग्रो बनाउनु भनेको जस्तो ब्ल्याङ्केटहरू प्याकिङमा आउँदाखेरि के हुन्छ त्यो सानो हुन्छ नि ख्याल गर्नुपर्छ अब खोलेपछि त्यो हावा भरिन्छ एउटा टिकटकहरूमा देखाउँछ नि गुडियाहरू सानो यत्रो प्याकिङ हुन्छ अन्त प्लास्टिक च्यात्ने बित्तिकै त्यो ठुलो भएर निस्किन्छ नि बुझ्नुभयो यो चाहिँ के त दबाब दिएर चाहिँ कुनै पनि सामानलाई चाहिँ दबाब दिएर सानो बनाउनु के जस्तो पुरानो फालेको क्यानहरू भयो एउटा मेसिन हुन्छ यस्तो खालको एउटा मेसिन हुन्छ क्या यस्तो खालको अब के गर्छ त्यो पुरानो फालेको क्यानहरूलाई यहाँ राखिदिन्छ अब के गर्छ क्यान त ठुलो हुन्छ अब यो मेसिन चाहिँ यहाँ चाहिँ जुन छ यो सर यता र उता गरेको हुन्छ त्यसले चाहिँ क्यानलाई खिचिदिन्छ अब अघि चाहिँ यत्रो क्यान थियो भने अहिले कत्रो भयो त साइज चाहिँ घटायो नि त त्यसरी यो सानो बनाउने दबाब दिएर सानो बनाउनु भनेको है अर्को छारुदा भनेको यो त काट्नु भइहाल्यो यो एउटा बोर्ड थियो यसले चाहिँ तिनवटा बनाइदिएछ अर्को चाहिँ यहाँ चाहिँ खुमङ्गुल नेदा अथवा तुल्था भनेको छ खुमङ्गुल नेदा पनि हुन्छ तुल्था पनि हुन्छ यो चाहिँ पहिला नि देखाएको मैले के छ यो खुमङ भनेको पल है पल चाहिँ पार्नु बुझ्नुभयो यो चाहिँ पल पारिरहेको छ अब यो चाहिँ कस्तो जस्तो कब्जाहरू ढोकाको कब्जाहरू छ नि जहाँ चाहिँ नट हालेको छ ध्यान दिनु त त्यहाँ ढोकामा नट हालेको छ नि त्यो स्क्रु हाल्ने ठाउँमा के गरेको त्यसले चाहिँ पल पारेको है बुझ्नुभयो
ड्रिलिङ मेसिन दुई थरीको हुन्छ। एउटा चाहिँ ड्रिलिङ मेसिन यो वाला भयो, के गर्ने त यसले चाहिँ कब्जाहरूमा पल पार्ने काम गर्यो, ड्रिल सेम हो है ड्रिल चाहिँ। अर्को हेन्दु ड्रिल भन्ने पनि हुन्छ फेरि, त्यो हाते ड्रिल, त्यो चाहिँ भित्तामा पलहरू पाल्ने फेरि, बुझ्नुभयो। छङ्गी ड्रिल पनि भयो, त्यो चाहिँ इलेक्ट्रिक ड्रिल भयो, त्यो भित्ताहरूमा पल पार्ने, त्यो लिएर हिँड्न मिल्यो भने यो चाहिँ कुनै एउटा ठाउँमा राखेर यसमा चाहिँ सामान राखेर काम गर्ने भयो। त्यो चाहिँ फेरि ड्रिलले भित्तामा पल पार्ने फेरि त्यो जुन बिजुलीवाला लिएर हिँड्छ त्यो चाहिँ के भयो त हेन्दु ड्रिल भयो अथवा छङ्गी ड्रिल भयो है, बुझ्नुभयो। अब छङ्गी ड्रिल त यो पनि भन्न मिल्छ नि त, यो पनि ड्रिल नै हो नि त, तर त्यसमा चाहिँ यति मात्रै भाग हुन्छ, स्ट्यान्ड हुँदैन, एउटै हो। अब यसमा चाहिँ फेरि के छ त स्ट्यान्ड छ र अलिकति यो चाहिँ के हुन्छ त हाई पावरको हुन्छ, बुझ्नुभयो। स्पिड र पावर चाहिँ यसको के हुन्छ त बढी हुन्छ है। ड्रिलिङ मेसिन भनेको यो चाहिँ फेरि नजुकिनु होला, बुझ्नुभयो नि। यहाँनिर चाहिँ यो चाहिँ घुम्छ, अब यसले चाहिँ यो ह्यान्डल घुमायो भने यो तल आउँछ माथि जान्छ, यो ह्यान्डल जता घुमायो त्यतै जान्छ होइन। अरू अटोमेटिक हुन्छ, तल चाहिँ सार्नुपर्छ, माथि चाहिँ छोडिदियो भने आफै पनि जान्छ, यो चाहिँ अटोमेटिक हो, माथि आफै जान्छ कि, बुझ्नुभयो होइन। यसले यो लेभरलाई जुन छ लेभरलाई गियर जुन छ अघि जुन पढेको थियो तान्नेवाला, यसले भन्दा नि बुझि पऱ्यो कि लेबर भनेर पढेको नि त होइन, लिभर भनेर। अब यही लिभर हो कि, यसलाई के गर्ने तान्ने, यो चाहिँ तल आउँछ छोडिदियो, यो चाहिँ आफै रिटर्न माथि जान्छ, अनि फेरि केही सामान राख्यो फेरि यसले तान्यो फेरि छोडिदियो त्यसरी। अब यो बिचको मेसिन के छ त यहाँ चाहिँ अन गरेपछि यो बिचको जुन मेसिन छ त्यो चाहिँ घुमिरहेको छ, त्यसले चाहिँ पल पार्ने काम गरिरहेको छ, यहाँ चाहिँ सामान राख्ने है त्यसरी। अब यो चाहिँ एडजस्ट गर्न मिल्छ तलमाथि। अर्को चाहिँ यो चाहिँ कटर भनेको छ यो छुङदुङ के त खथगी भनेको छ, खथगीले मेसिन जनायो, खथ भनेको कटर नै भइहाल्यो, बुझ्नुभयो। अब यति मात्रै कहिले काहीँ दियो भने त्यो खाल भन्ने भयो, चक्कु होइन खाल भयो। अब यसरी के त छङ्गी ड्रिल, यो चाहिँ हाते ड्रिल माथि यसलाई प्रेस गर्ने यहाँबाट हुन्छ, यसले चाहिँ थिचेपछि के हुन्छ त यो चाहिँ तलमाथि भाइब्रेट जस्तो हुन्छ क्या, काट्छ। अनि यसलाई चाहिँ कपडा काट्न नि युज गरिन्छ, यो चाहिँ कपडा कट्ने देख्नुपर्छ गार्मेन्टतिर, कपडा यति चाङ लगाएको हुन्छ, एउटा कपडामाथि अर्को बिट चाङ लगाएको हुन्छ, अनि यसले के गर्छ त कपडालाई चाहिँ जस्तो मानौँ पहिला कपडालाई चाङ लगाउँछ, कतिवटा मानौँ 200वटा कपडा चाङ लगाएको छ। अनि यो कटर मेसिनले के गर्छ भने के गर्यो, यताको भाग काट्दियो, यताको भाग काट्दियो, यताको भाग काट्दियो, बुझ्नुभयो। अनि अब तल मानौँ कुनै पनि एउटा डिजाइनमा चाहिँ काट्यो है। अब यो के भयो त मान्छेको सेप होइन, गन्जीको अथवा कुनै पनि एउटा मानौँ तल चाहिँ सिधै राखौँ न ल, यो भेस्टको सेप भयो कि, बुझ्नुभयो, कटिङ गर्यो। अब चाहिँ फेरि अब त्यो सिलाउनेवालाले के गर्छ त यस्तो दुईवटा समात्छ, अनि के त घर पारिदिन्छ, अनि यहाँ चाहिँ फित्तामा मानौँ या फित्तामा नि के त घर पारिदिन्छ, भइहाल्यो, हाम्रो सेन्डो भइहाल्यो नि त, होइन त त्यसरी बुझ्नु है, बुझ्नु भएन। के गर्छ त यो चाहिँ कटर मेसिन हो, कपडा काट्ने काम पनि गर्छ यसले चाहिँ, र अरू कुनै पनि सामान काट्न मिल्यो, तर यो चाहिँ देखेको कुरा भनेको मात्रै है, यो चाहिँ फेरि यस्तै नै हुनुपर्छ भन्ने चाहिँ हुँदैन। टेक्सटाइलतिर यही नै हुन्छ कि, त्यो एउटा कैँचीले काटेर त कहिले भ्याउनु हो, दिनको त्यहाँ 2000 पिस चाहिँ कटिङ गर्न छ, 2000 पिस त कैँचीले काटेर त हुन्न नि त, 2000 पिस काट्न छ भने 500 पिस पहिला चाङ लगाउँदै जान्छ क्या। अनि के गर्छ त एकैचोटि भुइँमा टिकटकतिर सर्च गर्नु रमाइलो देखाउँछ, पनिर कपडाले पनि पनिर काटे जस्तो कि सट्ट काट्छ कि, यस्तो तन्काएको हुन्छ, त्यो टाइट हुन्छ एकदम दबाएको हुन्छ त्यसलाई, अनि सट्ट काट्छ। अर्को छ एयर कम्प्रेसर, यो त देख्नुपर्छ होइन, के हो यो त कम्प्रेसर भन्ने भयो, यो चाहिँ बाइकहरू साइकलहरूमा होइन जहाँ पनि देखिन्छ होइन, साइकलमा हावा बढ्ने मेसिन हो यो चाहिँ। तर कम्पनीमा चाहिँ यो फेरि के को लागि हुन्छ भने सरसफाइको लागि है, बुझ्नुभयो, सरसफाइको लागि हुन्छ। त्यो कम्पनीको ठाउँमा पानीको पाइप जोडेको छ, त्यो ठाउँमा मेसिनमा जोडेको हुन्छ, मेसिनमा केही अड्कियो के यहाँ दिएको रहेछ त के, फेरि यो भ्याकुम होइन है, नचुकिनु होला। अब यसलाई चाहिँ तान्ने हो, यसलाई तानेपछि के गर्छ, यसले चाहिँ हावा फाल्छ, मल्जिलो के त तल्दा धुलो झार्ने। अब यसले के गरिरहेको छ त सुरु र हावा फालेपछि के हो त त्यहाँको धुलो चाहिँ उड्ने भयो। अब यो फेरि कहाँनिर हुन्छ, कम्प्युटर बसाउन जानुपर्छ, सिपियु लिएर अथवा कुनै कम्प्युटर बसाउन लिएर गइयो भने त्यसले चाहिँ हावा हान्छ कि, पहिला चाहिँ एउटा भ्याकुम हुन्छ हावा तान्नेवाला, एउटा चाहिँ हावा हान्नेवाला हुन्छ जुन एयर कम्प्रेसर टाइपमा हुन्छ सानो, त्यसले हावा हान्छ सुइङ गरेर। अब त्यो पानी हाल्न त मिलेन नि त, कम्प्युटरको त्यो भित्रको पार्ट चाहिँ धुन त मिलेन नि त, तेलले धुन पनि मिल्यो त मिलेन। अब कुनै पनि बाइकको पार्ट्स भयो त तेलले धुन्थ्यो, तर अब इलेक्ट्रिक सामान के गर्नु पर्यो त त्यो सफा पनि गर्न छ फेरि, अब फेरि टालोले पुछेर पनि हुँदैन, फेरि के गर्छ त उसले चाहिँ यो हावा हान्छ है, बुझ्नुभयो, यसरी बुझ्नु, धुलो झार्नु टकटकाउनु भन्ने अर्थ भयो। अर्को चिप भनेको छ, यो चिप भनेको खानेवाला चिप पनि होइन, यो चाहिँ त्यो कम्प्युटरमा हाल्नेवाला चिप पनि होइन, यो के चिप हो त सानो टुक्रा भनेको है, जस्तो काठहरू काट्दाखेरि जस्तो मानौँ यहाँ चाहिँ पल पार्यो, यसको भाग त कता गयो त भुइँमा खस्यो नि त, त्योहरू टुक्राहरू भनेको है, यो चाहिँ टुक्राहरू भनेर चिप भन्दा टुक्रा भनेर बुझ्नु। अर्को के छ यो चाहिँ यो थोमेन भन्ने रहेछ, यो डिजाइनको नक्साहरू है, यो चाहिँ बुझ्नुभयो, थोमेन भनेको त यो चाहिँ नक्साहरू भयो।
अर्को छ यो चाहिँ छङ्वा खादा भनेको सही हुनु है, छङ्वा खादा भनेको सही हुनु, ठिक हुनु भन्ने हुन्छ। याङ भनेको मात्रा, यो त पहिला नै पढेको। नाप्ता भनेको निको हुनु, राम्रो हुनु, सन्चो हुनु, सुधार हुनु, सबैमा हो है। नाप्ता कहिलेकाहीँ केसँग मिल्छ, छोथासँग नि मिल्छ क्या, बुझ्नुभयो। छोथा र नाप्ता के भन्दा राम्रो हुनु, सन्चो हुनु, निको हुनु, सुधार हुनु, सबै अर्थमा मिल्छ है। यसको अभिहरू हेरौँ, एउटा अभिहरू छ। र मेसिनले सम्झिने तरिका हेर्नु, यहाँ माथि नै रहेछ। फ्रेसो खिगे भनेको छ जुन प्रेस मेसिन छ त्यसले के काम गर्छ त, खुबुरिँदा र के त चिकनिँदा भनेको छ है। त्यसले एउटा भङ्गाउने काम गर्छ हैन, कुनै पनि धातुलाई के गर्छ त्यसले भङ्गाउँछ, डिजाइन हाल्छ। अनि अर्को चाहिँ के गर्छ, चिकनिँदा भनेको थिचेर के गर्छ त्यसले चाहिँ निकाल्छ। जुन अघि चप्पलको इक्जाम्पल दिएँ नि, चप्पललाई के त सिट हुन्छ, त्यसमा के त डाई हालेर त्यसलाई थिच्छ, थिचेपछि के हुन्छ चप्पलको साइज निस्किन्छ, 6 नम्बर 7 नम्बर कति नम्बरको निकाल्ने। अर्को छ सन्मान खिगे भनेको छ। सन्मान भनेको लेथको मेसिन। यसले फेरि के गर्छ, यसले यसको मेन काम के हो भने यसको घुमाउने काम हो के, अनि बाहिरबाट डिजाइन हाल्ने काम हो। एउटा अटोमेटिक हुन्छ, त्यसले घुमाउनु पनि घुमाउँछ, अनि त्यो कटरले डिजाइन पनि सर चुडिएर हालिदिन्छ, हातले साध्य हुँदैन। अर्को जुन काठहरूको काम गर्छ त्यो फेरि हातले डिजाइन गर्छ। यो चक्कु चाहिँ मेरो हातमा हुन्छ, त्यसको काम चाहिँ सामान चाहिँ फिट गर्दै घुमाउने मात्रै, अनि डिजाइन चाहिँ के त मैले चाहिँ हाल्ने हो, बुझ्नुभयो। जहाँ चक्कुले छोयो त्यहाँ चाहिँ के त काट्दै जान्छ। युट्युबमा हेर्नु ल त्यो पनि। अर्को छ खाल्दा भनेको छ यो चाहिँ धार लगाउनु। अर्को छ यो चाहिँ थोरै नेता भनेको, अथवा यो के छ काट्टा नेता भनेको, यो चाहिँ के त काटेर निकाल्नु भन्ने हुन्छ। यो अघि भर्खर शब्द पढ्यौँ नि हैन, थोरै नेता भनेको काटेर निकाल्नु। अर्को फा नेता भनेको यो चाहिँ खोपेर निकाल्नु है, डिजाइनहरू खोप्नु भन्ने भयो। अर्को छ यो मिल्लिङ खिगे भनेको छ। मिल्लिङ खिगे काट्टा र के त यो चाहिँ छल्दा नहुँदा। मिल्लिङ खिगे भनेको यो मिल्लिङ खिगेले मासु काट्ने काम पनि गर्छ यो कहिलेकाहीँ चाहिँ। यसमा चाहिँ के हुन्छ नि, एउटा सिट जस्तो हुन्छ। कहाँ छ यो, यहाँ रहेछ, पक्नु है, यसलाई बुझाउँछु मैले। यति बुझ्नु कि यसको शब्द चाहिँ यदि अभिमा चाहिँ खाक्ता र छल्ता नादा छ भने त्यो के हो त, यो चाहिँ मिल्लिङ मेसिन हो, काट्ने काम गर्छ है। यसलाई हटाएँ मैले। कता गयो ल, अर्को हेर्नु न, यहाँ यो यस्तो लाग्यो, यो रहेछ ल, यो हेर्नु, यो चाहिँ मिल्लिङ मेसिन हो, ध्यान दिनु होला। अघि पनि पिक्चर पनि थियो, छन बुकमा पनि थियो। अब यहाँ चाहिँ कुनै पनि वस्तु चाहिँ हामीले के गरिन्छ त फिट गरिन्छ, बुझ्नुभयो। अब माथिकोबाट चाहिँ के हुन्छ त, यो चाहिँ काट्ने के गर्ने, यहाँ छेउमा चाहिँ के त ब्लेड हुन्छ, अथवा माथि ब्लेड हुन्छ, बुझ्नुभयो। अब यहाँ चाहिँ यो चारैतिर घुमाउने छ नि हैन, यहाँ घुमाउने छ, त्यो साइज चाहिँ ठ्याक्कै एडजस्ट गर्ने, अनि त्यसपछि के गर्ने त त्यो मिलाएर चाहिँ के गर्नु त त्यसलाई चाहिँ, यो चाहिँ ब्लेड चाहिँ यता र उता घुमाएर के गर्छ त्यसले चाहिँ काट्छ है। यो चाहिँ पिक्चरवाला भयो। यो चाहिँ फेरि के हो त, यो साँच्चेको चाहिँ यसरी यसरी देखिन्छ है, बुझ्नुभयो। साँच्चेको वास्तवमा चाहिँ यो चाहिँ यस्तो खालको हुन्छ, यो चाहिँ अलिकति मोडिफाई गरेको होला। अर्को हेर्नु, यसको अभि हेर्नु न, के हो सर्दैन त फेरि ल। अभि हेर्नु के छ, यो चाहिँ खिथ भनेको छ, खथ हो है यो चाहिँ तपाईँको। खथरुल भनेको चाहिँ कटरले चाहिँ के त व्यञ्जन के छ, व्यञ्जन शिक्षा भनेको छ, यो चाहिँ घुमाएर। थेबुले भनेको छ, टेबुलमा चाहिँ के छ, यो चाहिँ खुम्चक फेन भनेको जडान गरिएको राखिएको भनेको, यो चाहिँ त्यसमा चाहिँ के त नअलिअलि गरेर राखिएको के छ। यो मुलगन भनेको छ सामानलाई है, मुलगन सामानलाई चाहिँ, मुलगन सामानलाई चाहिँ। इदोङ सिखिमेन्स भनेको छ सामानलाई चाहिँ हल्लाउँदै। वन हानुन चाहेको, फुबुनुन यो भागलाई, वन हानुन चाहेको भागलाई चाहिँ के त काट्गना, काट्टा भनेको काट्नु, काट्ने अथवा के त छारुन भनेको छ, यो पनि काट्ने हैन, काट्टा अथवा छारुदा काट्ने, अथवा के त छल्ता नादा यो पनि काट्ने, छागबुल इम्निदा भनेको छ, यो चाहिँ काम चाहिँ हो। यसको काम के हो त, मिल्लिङको मेसिनको त्यो एउटा टेबल हुन्छ, त्यसमा चाहिँ पहिला फिट गर्ने सामानहरू, अनि त्यसलाई चाहिँ यता दायाँ बायाँ तलमाथि सारेर के गर्ने, त्यसलाई चाहिँ अगाडि पछाडि गरेर त्यसलाई चाहिँ मेसिन सामानलाई चाहिँ काट्ने है, बुझ्नुभयो। र यसले चाहिँ एउटा सानो मेसिन पनि हुन्छ, ठुलो खालको भयो कम्पनीवाला, र सानो खालको मेसिन पनि हुन्छ। यस्तो खालको हेर्नु, यस्तो खालको मेसिन हुन्छ। अब यसमा चाहिँ के छ भने यो चाहिँ एउटा ब्लेड हुन्छ, यो यहाँ पावर अन गरेपछि यो ब्लेड चाहिँ के हुन्छ त आरी मेसिन जस्तो हुन्छ, घुमेको घुमी गर्छ। त्यो ब्लेड चाहिँ घुमी गर्छ, यति स्पिडमा घुम्छ कि त्यो अन छ कि अफ छ थाहै पाइँदैन, साउन्ड मैले मात्र थाहा पाउने, त्यो सुरु साउन्ड आउँछ मसिनो। अब यसमा चाहिँ के गर्दा जुन फोर्जन गरेको माछा मासु त्यो काट्ने काम, हड्डी पनि काट्छ कि यसले फेरि, बुझ्नुभयो, बुझ्नुभयो। कटर हो यो पनि, यो एक हिसाबको कटर नै भन्न सकिन्छ यसले चाहिँ। त्यसले के गर्छ त माछा मासु फोर्जन गरेको जुन हुन्छ त्यो पिस पिस गराउन काट्न के गर्ने यसको प्रयोग गरिन्छ। त्यो दाउले ढ्याक हानेर बस्दैन कि, बुझ्नुभयो। फोर्जन गरेको हड्डी पनि यसले काट्छ है, त्यसरी बुझ्नु।
कता गयो फेरि अटो मेसिनमा काटेको मजा आउँदैन त बानी पर्छ खासै उ छैन ल अर्को हेरौँ त यहाँ चाहिँ एक त फोर्जन हुन्छ नि त अब फोर्जन त हानेर साध्य पनि हुँदैन त्यो -40 डिग्रीको सामानलाई ढुङ्गाभन्दा बलियो हुन्छ त्यो त्यसले चाहिँ के गर्छ कटरले चाहिँ सरसर काट्छ क्या त्यो हेर्न पनि एकछिन त रमाइलो लाग्छ हात काट्छ कि जस्तो हुन्छ तर त्यसमा हात काट्दैन है त्यसमा पनि के हुन्छ त आन्जन स्विच हुन्छ क्या त्यो सेन्सरवाला हुन्छ जस्तो औँला जाने बित्तिकै के गर्छ त अर्थिङ हुन्छ नि त हाम्रो औँलामा त अर्थिङवाला कुनै पनि सामान जाने बित्तिकै त्यो मिली सेकेन्डमा रोकिन्छ कि उत्तिकै मेसिन चाहिँ के हुन्छ त रोकिन्छ बुझ्नु भएन जस्तो काठमा अर्थिङ हुँदैन काठ काटिरहेछौँ भनेपछि त्यसमा त्यो हिसाबको सेटिङ हुन्छ क्या अब अर्थिङ जाने बित्तिकै के भयो त्यो चाहिँ बन्द भयो अर्को चाहिँ हेर्नु फेसो खिगे भनेको छ प्रेसको मेसिन चाहिँ नुरुनुन के त हिम भनेको छ थिचेर लगाइने जुन बल नुर्दा भनेको थिच्नु होइन त थिचेर जुन चाहिँ हामीले बल लगाइन्छ हिम भनेको बल चाहिँ के त इयोङ हाए भनेको प्रयोग गरेर त्यो थिच्ने बल चाहिँ प्रयोग गरेर खुम्सोक भनेको धातु छेर्यो भनेको सामग्री यो धातुको जुन सामग्रीहरू चाहिँ खुब रिगना खोरिदा भनेको बङ्गाउने अथवा के त वन हानुन मोयाङ यो चाहिएको आकारमा चाहिँ चिकनेदा भनेको के त यो चाहिँ चिकनेल्ते जुन खोपेर अथवा काटेर निकाल्ने बेलामा सायङ हानुन खिगे मिदा भनेको चाहिँ सजिलै छ प्रयोग गर्ने के हो त यो चाहिँ मेसिन हो सजिलै छ नि यो पनि होइन बुझ्नुभयो यो चाहिँ के त प्रेस मेसिन भनेको आइरन गर्नेवाला प्रेस होइन कि यो चाहिँ माथि दबाएर हाइड्रोलिकवाला जुन दबाएर गर्ने जुन प्रेसले गर्ने दबाएर गर्ने काम हो भनेको छ ल अर्को हेर्नु सम्मान खिगे भनेको छ सम्मान खिगे भनेको के हो फेरि यो के हो त यसको मेन काम के हो माथिको प्रेस खिगे भनेको त्यो दबाउनेवाला हो यसको काम चाहिँ घुमाउनेवाला हो है त्यसलाई घुमाउने त्यसै बुझ्दा भयो लेथको काम हो यो खाक्चोङ भनेको विभिन्न खाक भनेको प्रत्येक होइन खाक भनेको प्रत्येक अर्को यसमा खाक पनि हुन्छ खाक भनेको आफ्नो प्लेटमा राखेर खाँदा हुन्छ भनेर पढेको नि त आफ्नो अथवा हरेक प्रत्येक भनेर त्यसै बुझ्न सकिन्छ आफ्नो के त खुम्सोक भनेको छ यो चाहिँ खाक्चोङ भनेको विभिन्न है अहिले चाहिँ धेरै प्रकारको अथवा विभिन्न खुम्सोक यो धातुलाई चाहिँ के त यो छोजेरुल के छ धातुलाई चाहिँ छोजेरुल भान्जन सिकिएछ भनेको छ यो चाहिँ भान्जन सिकिएछ भनेको चलाएर चाहिँ खाल्दा भनेको धार लगाउनु अथवा फा के छ यो चाहिँ फा नेगना भनेको छ यो चाहिँ फा नेदा भनेको खोपेर निकाल्नु होइन खोपेर निकाल्ने थोरे नेनुन भनेको यो चाहिँ के त काटेर निकाल्नु नुन्दे भनेको छ नुन्दे यो खोपेर के त काटेर निकाल्ने बेलामा चाहिँ नुन्दे भनेको ने बेलामा भन्ने जनाउँछ अहिले चाहिँ दा सुनुन भनेको छ दा अथवा ने बेलामा चाहिँ प्रयोग गरिने कि त यो चाहिँ खोङछा खिगे इमिदा भनेको छ यो चाहिँ के हो त यो चाहिँ खोङछा खिगे हो बुझ्नुभयो खोङछा खिगे भनेको प्रशोधन गर्ने मेसिन चाहिँ हो बुझ्नुभयो खोङछा भनेको अघि बुझाएँ नि त अब सजिलै छ यसलाई स्क्रिनशट गरेर राख्नु होला पछि चाहिँ एकचोटि फेरि रिपिट गर्ने र फेसबुकमा जस्तो नजिकको अप्सन चाहिँ हालिदिएको हुँदैन है अप्सन चाहिँ अलिक टाढाको हुन्छ उसमा फाइनलमा चाहिँ उस्ता झ्याप्प आउँदैन र मेसिनको कामहरू पनि खासै गाह्रो चाहिँ हुँदैन सिबिटीमा चाहिँ गाह्रै हुन्छ वानफुङ्गी पढ्यौँ हामीले होइन अर्को के छ यहाँ चाहिँ लिभर पढ्यौँ ल आजको यो दुईवटा रहेछ ल के छ अर्को एउटा चाहिँ एयर कम्प्रेसर भनेर भर्खर पढेको नि त एयर कम्प्रेसर भनेको चाहिँ एयर कम्प्रेसर के हो हेर्नु वेबुरो भनेको यो वेबुरो आनबुरो भनेको भित्रतिर होइन नेबुरो भनेको फेरि के हुन्छ त यो चाहिँ नेबुरो आनबुरो अथवा नेबुरो भनेको के हो त यो चाहिँ भित्रतिर भन्ने हुन्छ नि वेबुरो भनेको बाहिरतिरको खोङ्गी भनेको हावा बाहिरतिरको हावालाई चाहिँ के त हुबिन फेन भनेको छ यो हुबिब भनेको खासमा चाहिँ सास फेर्नु भन्ने हुन्छ होइन हुबिब भनेको हामीले सास फेर्नु भन्ने हुन्छ तर मेसिनले चाहिँ सास लिनु भन्ने अर्थ लाग्यो कि बाहिरको जुन हावालाई भित्र तान्नु के कम्प्रेसरको भित्र तान्छ तानेर के त खुङ्गिनु भनेको छ यो हावालाई चाहिँ भित्र तानेको जुन हावालाई चाहिँ यो के छ आपछोप सिकिएछ भनेको चाहिँ यो चाहिँ अलिकति बल लगाएर प्रेसर लगाएर के त यो चाहिँ छजाङ थेङ्खु भएछ छजाङ थेङ्खु भनेको जुन भण्डारण गर्ने थेङ्खु है यो चाहिँ थेङ्खु आनुरो भनेको छ टेङ्खु के त आनुरो भित्र चाहिँ त्यसो मिर ननुन भनेको छ धकेलेर राख्ने के त खिगे मिरा भनेको छ मेसिन चाहिँ यो बुझ्नुभयो त्यो पहिला त त्यसलाई चलाउनु पर्छ नि हावा सिधै भर्दैन बिहान जाने बित्तिकै के गर्छ साइकल पसलले त्यो अन गरेपछि के हुन्छ त्यसमा चाहिँ जुन मेसिन अपरेट हुन्छ त्यो चलाउँछ चलाएर के त त्यो ट्याङ्कको भित्र हुन्छ जुन ट्याङ्कको भनेको के त ट्याङ्क जुन त्यो ट्याङ्क हुन्छ त्यसको भित्र के त हावा चाहिँ भरिन्छ त्यसको भित्र भरेको हावा चाहिँ त्यसले फेरि त्यो दबाउँदा के गर्छ त फोर्सले फाल्छ अनि बल्ल के त साइकलको अथवा के त यो चाहिँ बाइकको गाडीहरूको टायरमा बल्ल के गर्ने त हावा चाहिँ भर्ने बुझ्नुभयो
तर त्यसको चाहिँ कोरियामा प्रयोग के गरिन्छ, कम्पनीहरूमा प्रयोग के गरिन्छ, हावा भर्न नभएर सफा गर्न है, त्यसरी बुझ्नु। प्रेसरले हावा आछ भने चाहिँ त्यहाँ अड्केको के गरेको टाँसेको धुलो पनि निस्किने भयो के। अर्को छ यो चाहिँ छङथन खथगी भनेको छ यो विद्युतीय के त कटर मेसिन। अब यो त अघि बुझाइसकेँ, मासु सासु काट्न अथवा के त यो जुन कपडा काट्न इक्जाम्पल दिएको थिएँ, कपडा काट्न प्रयोग गरिन्छ भनेको छ। खुम्सो भनेको चाहिँ धातु अथवा के त प्लास्टिक भनेको चाहिँ प्लास्टिक अथवा नामु भनेको यो चाहिँ काठहरू, दुङउल भनेको चाहिँ आदि इत्यादि चाहिँ। पारुको भनेको चाहिँ छिटो गरी, सुक्के भनेको सजिलो, छिटो र सजिलो गरी चाहिँ छारु, छारुदा भनेको काट्नु, छारु यो ल चाहिँ लसु इत्तावाला है, छारु सु इन्नुन यो काट्न सक्ने चाहिँ के त छन्गी दोबु मिलाउनुको विद्युतीय के त मेसिन चाहिँ हो। बुझ्नुभयो? बुझ्नुभयो के रहेछ त यो चाहिँ काठ अथवा प्लास्टिकहरू कुनै पनि सामान्यहरू कपडाहरू भनौँ त्यसलाई चाहिँ सजिलो र के त छिटो र सजिलो तरिकाले के त काट्ने मेसिन हो। कैँचीले एउटा एउटा कपडा काट्नु त बेर लाग्ने भयो नि त, 500 वटा चाङ लगाइदियो एकैचोटिमा काट्यो। आजकल ड्रिलिङ मेसिन भनेको छ, यो ड्रिलिङ मेसिन नै हो। खोमङ्गुल तुलखना भनेको छ पाल चाहिँ पार्ने अथवा थारुङ छेरो, यो अरू के त यो सामग्रीहरू चाहिँ खाकुङ भनेको प्रशोधन के त छागोबुल यो प्रशोधन गर्ने जुन काम छ। सुयङ हानुन भन्छ गर्ने कामको बेलामा चाहिँ दोगुरो भनेको छ यो प्रयोग गर्ने के त औजारको रूपमा चाहिँ। छुरो भनेको प्राय प्राय चाहिँ। खुम्सो खाकुङ भनेको छ यो खुम्सो धातुको के त प्रशोधनको, यो साना बेस धातुको प्रशोधन गर्ने साना भनेको उद्योगहरूमा चाहिँ के त सायङ थेम्निदा भनेको छ प्रयोग चाहिँ गरिन्छ है ड्रिलिङ मेसिन भनेको। बुझ्नुभयो? पल पार्ने, कब्जाहरूमा के गर्नु त पल पार्नु, अनि बल्ल के त स्क्रु लगाउनु, त्यसरी बुझ्नु। बुझ्नुभयो यहाँसम्म? अब प्रेसको त मैले बुझाइसकेँ होइन, प्रेसको त पढेको। यो अभिहरू सबै म ग्रुपमा नि हालिदिन्छु, सेभ गरेर राख्नु होला। बुझ्नुभयो नि? एकचोटि फेरि रिपिट गर्ने है। ल एकचोटि फेरि रिपिट गरेँ, किनकि यो मेसिनको बारेमा बुझ्नु होला। सिबिटीमा चाहिँ गाह्रो हुन्छ, जुन सिबिटीको मेसिनिङ एन्ड मोल्डिङ भन्ने हुन्छ त्यसमा चाहिँ अलिकति गाह्रो प्रश्न हालेको हुन्छ। हाम्रोमा चाहिँ त्यति साह्रो आउँदैन, नआउने भन्ने पनि होइन, आउन चाहिँ सक्छ अभिहरू, तर आयो भने पनि अप्सन चाहिँ अलिक टाढा हुन्छ। हामीले यति बुझ्नु पऱ्यो कि कुन मेसिनले के काम गर्छ। बुझ्नुभयो? कुन मेसिनले कुन काम गर्छ। अब यो चाहिँ के त यो थ्रेड नेदा भनेको काटेर झिक्ने कुन मेसिन हो? सनमान हो कि, घुमाइरहेछ नि त, घुमाएर काटेको छ नि त, सनमान हो। यो कुन मेसिन हो? प्रेस मेसिन हो होइन। किनकि यो त खुकुरिदा भनेको छ नि त। यो कुन मेसिन हो? यो पनि के त प्रेस मेसिन, यो निकालिरहेछ। अब यो यहाँ मेसिनले देखाएको छ, यो प्रेस मेसिन भयो, यो चाहिँ के त सनमान खिगे भयो, यो चाहिँ मिल्लिङ मेसिन हो होइन। मिल्लिङ मेसिन यसले के काम गर्छ? काट्ने। यहाँ पिस्ने भनेको चाहिँ पिस्ने भन्दा नि काट्ने काम गर्छ यसले चाहिँ। ल यो चाहिँ के भयो त, यो चाहिँ फेरि यो तास्ने, काट्दा तास्नु, यो चाहिँ आप्सु काट्दा भनेको बल लगाउनु है, प्रेस लगाउनु भन्ने हुन्छ। प्रेस लगाएर कुनै पनि सामानलाई माथिबाट नि थिचेछ, तलबाट नि थिचेछ, ठुलो सामान छ नि त्यसलाई के हो त सानो बनाएको छ। अर्को छ यो छारुदा भनेको यो त काट्नु भइहाल्यो। ल मेसिनको बारेमा बुझाउँछु। यो चाहिँ ड्रिल मेसिन, यो चाहिँ के त पल पारिरहेछ, यो मेसिनले के त यही काम गरिरहेछ है। बुझ्नुभयो? पल पार्ने काम गरिरहेछ, ड्रिलिङ मेसिन भइहाल्यो यो चाहिँ। अर्को छ छन्दङ खथकी भनेको छ, यो चाहिँ इलेक्ट्रिक कटर हो। इलेक्ट्रिक कटरले के गर्छ त कुनै पनि सामानहरू, काठहरू के छ, काठहरू, फलामहरू, कपडाहरू, त्यो सबै मासुहरू सबै काट्ने काम गर्छ। मात्र के हुन्छ यसको ब्लेड चाहिँ कहिलेकाहीँ चाहिँ फलाम काट्ने बेलामा अलिकति फरक हुन्छ है। बुझ्नुभयो? फलामहरू एल्युमिनियमहरू के फलाम भन्दा नि भनौँ न, जुन झ्यालको बिटहरू हुन्छ नि, त्यो बिटहरू मिलाउँदाखेरि पनि त्यो काट्ने काम पनि गर्छ यसले चाहिँ। तर पातलो पातलो सामानहरू, ठुल्ठुलो सामान फेरि यसले काट्दैन, ब्लेड भाँचिन्छ नि त। अर्को छ यो चाहिँ एयर कम्प्रेसर भनेको, एयर कम्प्रेसर बुझ्नुभयो होइन। यो जुन ठेङ्कु भनेको छ, ठेङ्कु भनेको थियो अघि, यो जुन ट्याङ्क छ माथि यसलाई अन गरेर के हुन्छ त यो ट्याङ्कको भित्र हावा भर्ने हो कि पहिला यसमा हावा भर्ने हो, यसमा भरेको हावा चाहिँ बल्ल के त बाहिर फाल्ने हो। अर्को छ मन्जिलो थल्दा, यही मेसिनले फेरि के गर्छ त धुलो टकटकाउने काम गर्छ। बुझ्नुभयो? यहाँ चाहिँ यो ठिचेपछि हावा चाहिँ प्रेसले हावा आउँछ भनेपछि यो छेउछाउमा जुन बिट छ, यही मानौँ हाम्रै यो बोर्डको चाहिँ अब छेउछाउको बिट छ भने कम्प्रेसर हान्दियो भने सर सफा हुने भयो बोर्ड चाहिँ। बुझ्नुभयो? पानी हालेर धुन त भएन नि। ल तल हेर्नु, यो चाहिँ मिलाउने भनेको छ, सजिलै हुन्छ। के छ यो चाहिँ फन्के हेर्नु सम्बन्धित भएको गतकिरी कुराहरू चाहिँ यन्केल हाँस्यो जोड्नुहोस् भनेको छ, जोडा मिलाउनु भनेको छ। सम्मान खिगे कता छिटो गर्नु, भिडियो चाहिँ धेरै लामो भइसकेको छ, 8 बजेर 10 मिनट भइसकेको रहेछ। कति सम्मान खिगे भनेको कति नम्बरको? 2 नम्बरको। यो के गर्छ त यो सम्मान खिगेले चाहिँ यो खोङछाक मूल भनेको कार्य पदार्थ भनेको छ, जुन यो के छ खोङछाक मूल भनेको छ काम गर्ने जुन सामान छ त्यसले चाहिँ के गर्छ खरायो भनेको पिस्छ भनेको छ। पिस्छ भन्दा नि बिट लगाउँछ, धार लगाउँछ, काट्छ भनेको है। यो चाहिँ के छ, यो चाहिँ सम्मान खिगे लेदको मेसिन। बुझ्नुभयो नि कुन मेसिन हो? दिमागमा के आउनु पर्यो? सम्मान खिगे भनेपछि
घुम्ने मेसिन। अर्को छ फ्रेसुखिगे, यो भनेको के आउनु पर्यो त त्यो माथिबाट के त थिच्ने मेसिन। अब के भयो त के गर्छ यसले 4 नम्बरको हैन, यो चाहिँ के गर्छ त फेरि यो फलामको प्लेटहरुले के त बङ्गाउने काम गर्छ। यो छल भनेको छ, छल र अर्को के हुन्छ सुई हैन, सुई भनेको फलाम भन्ने हुन्छ है। अर्को छ थ्रिलिङ मेसिन भनेको चाहिँ यो ड्रिलिङ मेसिन भइहाल्यो। के गर्छ यसले त पल पार्छ हैन। कति नम्बरको 3 नम्बरको भयो। अर्को यो चाहिँ एयर कम्प्रेसर, यसले त हावा भर्छ अथवा के गर्छ यसले चाहिँ धुलोहरु टकटकाउँछ हैन, त्यही भइहाल्यो ल। ल मुनफब ई मा जाउँ। मुनफब ई व्याकरण 2 मा यो अघि बुझाइसकेछु सुरुमै। के हो त यो चाहिँ यदि ए भन्ने व्यक्तिले चाहिँ कुनै पनि बसिदा उठिदा जा यस्तो खालको अथवा खाची के त हेयो यस्तो खालको के छ कुराहरु गरेको छ भने त्यो व्यक्तिको कुरा सुनेर ल्याएर तेस्रो व्यक्तिले के भनेर भन्यो त्यो व्यक्तिले भनेर सोध्दाखेरि चाहिँ हामीले के भन्नु पर्यो त यस्तो गरौँ भनेर भन्यो है, औ भनेर भन्यो हैन, गरौँ भनेर भन्यो के अथवा औ भनेर भन्यो। बुझ्नुभयो? त्यस्तोमा के त जागु आधा लाग्छ प्रस्तावमूलक वाक्यमा है। यसलाई अर्कोचोटि फेरि पनि पढिन्छ, आज अघि पढिसक्यौं सर पढाएँ मैले। जागु आधा चाहिँ थोङसाई भनेको छ क्रियामा चाहिँ पुच्छ्यो यो टाँसेर चाहिँ थारुन सारामे अरु मानिसको चाहिँ त हामके हाजाको यो सँगै गरौँ भन्ने के त यो छन् हान भनेको छ अनुरोध गरेको नियम उल विषयलाई चाहिँ के छ यो चाहिँ छलतान हाल्ते यो प्रस्तुत गर्ने बेलामा सायङ थेन्दा भनेको छ के छ व्यक्त गर्ने बेलामा प्रयोग गरिन्छ। जागु आधा चाहिँ क्रियामा जोडेर अरु व्यक्तिले सँगै केही गरौँ भन्ने अनुरोधको विषयलाई चाहिँ बताउन प्रयोग गरिन्छ भनेको छ। बताउन भनेको के त यो चाहिँ प्रस्तुत गर्न के एउटाको केही कुरा मैले ल्याएर सुने हिज त्यसलाई ल्याएर हजुरको अगाडि प्रस्तुत गर्नु भनेको बताइदिनु के हजुरलाई त्यो जानकारी गराइदिनु। फलानाले के भनेको थियो सँगै मलाई पनि भनेको थियो कि मलाई यसको सँगै गरौँ न मिलेर यो काम गरौँ न भनेको थियो है। हेर्नु के छ मिमिन आउङ सिगा भनेको छ। मिमिन आउङ सी चाहिँ ओनुल आज चाहिँ के छ छनेगे आज साँझ चाहिँ खाची सँगै थेगुन हाजाको हिस्सा भनेको छ सँगै के त छुट्टी गरौँ भनेर भन्यो। कसले भन्यो? मिमिन आउङ। अघि ए भन्ने व्यक्ति थियो। मिमिन आउङ को थियो त ए भन्ने व्यक्ति थियो, त्यसले बीलाई भन्यो, अहिले चाहिँ बीले कसलाई सीलाई सुनाइरहेछ। ए भन्ने व्यक्तिले के भनेको रहेछ? हेर्नु अनुल यही लेख्दै अनुल छनेके खाची छ नि त हैन, सँगै छ नि त। अब खाची भनेको छ है खाची हामके यस्तो छ भने के हुन्छ त गरौँ भनेको खाची के त यो चाहिँ थेगुन हाप्सिदा अथवा हेयो सँगै चाहिँ छुट्टी गरौँ भनेको थियो नि त यसले चाहिँ ए भन्ने व्यक्तिले चाहिँ यो लाइन भनेको थियो। त्यही भएर के भयो त यसले चाहिँ त्यो जुन बी थियो यसले चाहिँ सीलाई भन्ने बेलामा यहाँ चाहिँ यस्तो यो सँगै खाची थेगुन हाप्सिदा भनेको भएको भएर यहाँ चाहिँ के त जागो हिस्सयो यस्तो भनेर भन्यो भनेर आयो है। बुझ्नुभयो? जागो हिस्सयो र यो यसले चाहिँ यो हाप्सिदा भनेको के त यहाँ चाहिँ पास्ट टेन्समा चाहिँ उसले भनिसक्यो नि त, त्यही भएर जागो हिस्सयो लगाउन चाहिँ मिल्यो है। उसले यस्तो भनेको थियो भन्न पनि मिल्यो के। माथि चाहिँ पास्ट टेन्स चाहिँ हुनुपर्छ, पास्ट टेन्स सार्नुको लागि भन्ने चाहिँ हुँदैन। अर्को छ फोङ सिगा फोङजीले चाहिँ ओजने भनेको चाहिँ बिहानमा चाहिँ छागबी के त पुन्नामेन काम चाहिँ सक्यो भने फेरि यहाँ खाची आयो नि त हैन, सँगै खाची के त छम्सी मुलुक के त मक्चाको हिस्सा यो सँगै के त खाना यो लन्च गरौँ भनेर भन्यो हैन। बुझ्नुभयो? सँगै खाची छ नि त सँगै गरौँ भनेर भन्यो। अर्को छ फाङजाङ निम के भने के छ भनेको छ यो फाङजाङ निमले चाहिँ फाङजाङ निमले के छ थाउम जुए भनेको छ अर्को हप्ता चाहिँ वेसिकुल हाजाको के छ हासेसयो हासेसयो कहाँबाट आयो? सिधाबाट हैन, हासेसयो सँगै गरौँ भनेर भनिसिनु भयो हैन, भन्नुभयो। के भनेको रहेछ त फाङजाङ निमले? थाउम जुए थाउम जुए। अब यहाँ खाची छ त भेसिकुल के त हाप्सिदा। ल बुझ्नुभयो? थाम जुए भेसिकुल हाप्सिदा अर्को हप्ता चाहिँ के गरौँ त बेसिक गरौँ हैन, बेसिक गरौँ यसरी भन्नुभएको। बुझ्नुभयो? अब यहाँ खाची नभए पनि अथवा यहाँ हाप्सिदा नभए पनि यहाँ हेयो नै भएको भए तापनि हामीले बुझ्नु पर्यो के भने बेसिक चाहिँ एक्लै गर्न मिल्दैन नि त, त्यो व्यक्तिलाई गरौँ भनेर भनेको नि त। यसरी यदि हेयो छ भने नि बेसिक त एक्लै गर्न मिल्दैन हैन। बुझ्नु भएन? अब यस्तो अवस्थामा नि के हुन्छ कहिलेकाहीँ चाहिँ प्राय चाहिँ यसरी दिँदैन, किनकि यसमा त सूचना पनि त हुन्छ नि त एउटा हैन। तर यसमा चाहिँ त्यो बसिदा उक्सिदा दिन्छ, तर कहिलेकाहीँ यसरी दिएको छ भने नि बेसिक के हो त समग्रमा गर्ने कुरा हो, त्यही भएर के त बसिदा उक्सिदा जस्तै प्रयोग गर्न गरेर यहाँ चाहिँ जागु आधा चाहिँ प्रयोग गर्न मिल्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नु पर्यो है। जस्तै हेर्नु फोगी वा खाची मुन्जाङ्गुल के छ फाक्कुसेयो भनेको छ फोगी उदाहरण जस्तै के गर्नु त वाक्यलाई परिवर्तन गर्नुहोस्। मादु भनेको छ मादु
같이 작업장 울 भनेको छ सँगै चाहिँ कार्यस्थल चाहिँ 청소 합시다. कार्यस्थल के गरौँ त? 합시다. गरौँ. अब यसमा जागो आधा माधुसीका भनेको छ माधुजीले चाहिँ 같이 सँगै 작업장 कार्यस्थल चाहिँ 청소 하자고 했어요. सँगै सरसफा गरौँ भनेर भन्यो. अब यसको सर यही लेखिदिन्छु है मैले. के छ? खाल्लोले के भन्यो? 작업 전에 भनेको छ काम गर्नुभन्दा अगाडि चाहिँ 기계를 के त 점검 합시다. के भनेर भन्यो त? 점검 합시다 हटाइदिने यसमै 점검 अनि के छ यो चाहिँ 하자고 했어요. सजिलो छ है अझै यो चाहिँ. किनकि यसमा चाहिँ के छ भने यसमा कन्सोनेन्ट एन्डिङ भोवेल एन्डिङ क्रिया विशेषण यताउता के पनि छैन सिधै के त जागो आधा है. बुझ्नुभयो? हाजागो 했어요. अर्को के छ 안전 교육을 भनेको छ यो सुरक्षाको तालिम चाहिँ 같이 सँगै के छ थ्रुप्सिदा 같이 के त थुल्दा भनेको लिनु हैन सँगै लियौं. के भनेर भन्यो त? अब सोध्दाखेरि मोरागो 했어요. के भनेर भन्यो? आगुङ भन्नेको त ए भन्ने व्यक्ति, बी भनेको म भन्ने व्यक्ति, म चाहिँ, सी भनेको हजुरहरु. बुझ्नुभयो? हजुरले के सोध्नुभयो? मोरागो 했어요. सर त्यो आगुङले के भन्यो? मैले के भन्नु पर्यो त? सँगै क्लास लियौं भनेर भन्यो है. आञ्जन खेल सुरक्षाको जुन तालिम छ त्यो चाहिँ के त 같이 के हुन्छ त? थुरुप्सिदा त किन यो त थुत्ता हो नि त. थुत्ता हो नि त ओरिजिनल भयो. पहिला त ओरिजिनल हो यो त. अनि के छ यो चाहिँ थुरुप्सिदा. अब थुल्जागो भनेको लिनुवाला रहेछ यो चाहिँ. अनि थुल्जागो 했어요. यसरी बनाइदिने के. थुल्जागो 했어요 है. बुझ्नुभयो? थुत्ताबाट नि थुल्दा हुन्छ, अर्को थुल्दाबाट नि हुन्छ नि त. थुरुप्सिदा लगाएको छ नि त. बुझ्नुभयो? अब के भयो त यो चाहिँ थुत्ताबाट हैन थुरुप्सिदा. खासमा यो थुप्सिदा हुनुपर्ने हो. थुरुप्सिदा लगाएको छ. खासमा यो के हुनुपर्छ? थुप्सिदा हुनुपर्ने हैन. हैन थुल्दा भएको भए त थुप्सिदा हुनुपर्ने नि त. खासमा यो चाहिँ केबाट आएको त? थुत्ताबाट आएको के. थुत्ताबाट चेन्ज भएको छ के यो. कसरी बनाएको छ यो? अर्को हेर्नु के छ? खोङ्गुरुल भनेको छ औजार चाहिँ सायोङ हान हुए प्रयोग गरेपछि नहुए भनेको ए पछि हैन. सायोङ आधा प्रयोग गर्नु नहुए ए पछि. औजार चाहिँ प्रयोग गरेपछि के त यो चाहिँ छेछारी भनेको आफ्नो ठाउँ है. छेछारी भनेको शब्द लेख्नु होला. छेछारी भनेको आफ्नो ठाउँ भनेको कुनै पनि औजार कहाँबाट यो मैले मार्कर काट्छु त्यो काउन्टरबाट लिएर आएको. अब जाने बेलामा यो चाहिँ त्यही नै राखेर जानु पर्यो के आफ्नो ठाउँमा चाहिँ के त यो थुप्सिदा थुदा भनेको राख्नु थुप्सिदा भनेको राखौं. अब के त अब थुप्जागो हैन ब त यसको हो नि त थुदा थुजागो हैन थुजागो 했어요. थुजागो 했어요 हैन. यस्तो राखौं भनेर भन्नुभयो. बुझ्नुभयो? यसरी सजिलै छ यो पनि. छागब हाल्दैनुन भनेको छ काम चाहिँ गर्ने बेलामा चाहिँ छाङमुल भनेको छ झ्याल चाहिँ यरस खोलेर हानगिरुल के त हाप्सिदा हानगिरुल के त हानगिरुल हाजागो है. हानगिरुल हाजागो अनि 했어요. हाजागो 했어요. यसरी चाहिँ बनाउनु पर्यो है. अर्को के छ? के छ? फोगिवा खाची थेवा रुल के त भन्छ गाछ भनेको छ. उदाहरण जस्तै के त वाक्य पूरा गर्नुहोस्. हेर्नु के छ यो युसुफ सीगा मोरागो हेर्छ यसरी आउँछ के भनेर भन्नुभयो. अब यो गाले चाहिँ यो नालाई चाहिँ कसैले के भनेको थियो भने गाले सोधिरहेछ युसुफ सीगा मोरागो हेर्छ के भनेर भन्ने त भनेको छ. हान सी बुत्थ भनेको छ 1 बजेदेखि चाहिँ छागाबुल भनेको छ काम चाहिँ सिजा खाजागो हेर्छयो के त काम चाहिँ सुरु गरेर भनेर भनेको थियो. खासमा यो चाहिँ युसुफले के भनेको त युसुफको लाइन यो हो के हान्सी बुत्थ के त छागबुल सिजा खाप्सिदा कोले भनेको यो चाहिँ युसुफले है. युसुफको लाइन चाहिँ त्यो हो. त्यसले चाहिँ सार्यो. अब यस्तै के छ यहाँ चाहिँ खोङजाङ जाङनिमी मोरागो के छ हासेसयो. खोङजाङ जाङनिमले कारखाना प्रमुखज्यूले के भनेर भनिसिनु भयो भनेको छ के त छुमुन हेया थेनिका यो छुमुन हादा भनेको अर्डर चाहिँ के त गर्न पर्ने भएकोले निकाउनिका एकोले हैन एकोले के छ छाङ्गोए भनेको छ गोदाममा चाहिँ खास गएर फियोहान खोङ्गु के छ खोङ्गुरुल भनेको छ आवश्यक परेको के त औजारहरू चाहिँ के त यो चाहिँ छोसा हादा भनेको अनुसन्धान गर्नु हैन. आवश्यक परेको जुन औजारहरू छ त्यो चाहिँ के त छोसा हादा के गर्नु पर्यो त छोसा अर्डर गरेको छैन कि गोदाममा गएर आवश्यक औजारहरू जाँच गर्नु पर्ने छ भनेको सँगै गएर गरौँ भनेको हो यो चाहिँ हैन. बुझ्नुभयो? सँगै गएर गरौँ भनेको छ. के गर्नु पर्यो त यहाँ चाहिँ छोसा हादाको के त हाजाको के
ठोसा हाजाको हेस्सयो त्यो माथि जस्तै बनाइदिनु त हो नि माथि इक्जाम्पलमा जस्तो छ यहाँ हेर्नु न यो जागो हादा लगाएको छ नि त जागो हेस्सयो है त्यस्तो गरौँ भनेर भन्नुभयो भनेर त्यसरी बनाउने ल यसको के छ युजिन सिगा मोराको हेस्सयो युजिनजीले के भनेर भन्नुभयो के छ विहम हानिका खतरा भएकोले के गर्नु पर्यो त ठिकै के त छुप्याउने भनेको छ छुप्याउने भनेको वरिपरि नजिक भन्ने हुन्छ यो मेसिनको नजिकै चाहिँ इन्भर्ट भएको यो छिप भनेको टुक्राहरू है नचाहिने टुक्राहरू जुन चाहिँ काठको टुक्राहरू अथवा फलामको टुक्राहरू चाहिँ के त छङ्नी हादा के त छङ्नी हाजाको हैन छङ्नी हाजाको अनि हेस्सयो सेम नै भयो अब यसरी बनाउने यो त सक्नुहुन्छ हैन अब यसको के त अनुल यागुनुल के त हाजाको हेस्सयो अब के त नेल के छ मान्नाजाको के हुने भयो त मान्नाजाको हेस्सयो हैन फान्जाङ निमी के त मोराको हेस्सयो के भनेर भन्नुभयो छुमुनी के त मानी के त यो छुमुन भनेको अर्डर चाहिँ के त मानी धेरै भएको थुरो के छ वासुनिका भनेको छ अर्डर चाहिँ धेरै आएकोले के त अनुल यागुनुल के त हाजाको यो आज चाहिँ के गर्नुपर्छ त यागुन भनेको ओभर टाइम है अर्को छ फोङ सिनु भनेको छ फोङजी चाहिँ मान्ना सयो यो चाहिँ फोङजीलाई भेट्नुभयो भनेको छ के भयो त आन्नियो अनुल के त यो चाहिँ सिगानी अप्सनिका आज समय नभएकोले के त नेलुन के त मान्ना जागो हो भोलि चाहिँ भेटौँ भनेर भन्नुभयो आज भेट्नुभयो त भन्दा आज चाहिँ भेटेन त्यो व्यक्तिले के भन्दा आज म सक्दैन भोलि भेटौँ है दुईजना भेट्ने हो नि त मान्ना दा दुईजना भेट्ने भएपछि के भयो त यो चाहिँ भोलि भेटौँ भनेर भन्नुभयो है जागो आधा लगाइदिने ल यसपछि चाहिँ हामी भोलि पढिन्छ यो चाहिँ यो है यो ड्रिलिङ मेसिन अझै पनि काम गरिरहेको छ यसले र यो जुन तल छ यो चाहिँ फाइसु भन्छ यसले चाहिँ फाइसु त्यो चाहिँ काठहरू फलामहरू च्याप्ने अनि बल्ल फल पार्ने हो नि त त्यो पनि पढिन्छ भोलि ल भोलि यसको के त यो खाजान्से गराएपछि के त यो चाहिँ विद्युतीय के त यो चाहिँ उपकरणहरूको बारेमा पनि पढिन्छ भोलि आजलाई जाम है